नेपाल युथ काउन्सिल। हजुर, नबोल है अहिले। ऋतिक, मैले कोर्स बनाएको छु त्यहाँ आएको छ कि छैन एकचोटि इनेबल गर्न पर्यो। अनि प्रेजेन्टेसन पनि तयार बनाउनु पर्यो है। हुन्छ हुन्छ त्यहाँ। अब हामी 2 मिनट जति वेट गर्छौँ नि स्टार्ट गर्छौँ है।
सम्पूर्णलाई नमस्ते। र आज हामी राष्ट्रिय युवा सम्मेलन 2025को एउटा प्री कन्फरेन्सको सेसन अन्तर्गतको आज हामी दोस्रो सेसनमा सुरुवात गर्न गइरहेका छौँ। र आज तपाईँलाई जानकारी पनि छ, हामीले विशेष गरी यो राइट टु इन्फर्मेसन आरटिआईको विषयमा चाहिँ पेरिफेरीमा रहेर यो प्रेजेन्टेसनको लागि हामी अगाडि चाहिँ बढाउन लागिरहेका छौँ। सूचनाको अधिकार, युवा सशक्तिकरणको आधार भन्ने मुख्य विषयवस्तुमा आधारित रहेर हामीले यो आजको सेसनलाई अगाडि बढाउन लागिरहेका छौँ। र यो विशेष गरी सेसनमा चाहिँ हामीले यो युवाको वास्तवमा कस्तो भूमिका रहनुपर्छ र सँगै हामीले एउटा सत्य समाचार प्राप्तिको लागि हाम्रो आफ्नो संविधानदेखिबाट हाम्रो आफ्नो अधिकारभित्र मौलिक हकमा पर्छ अथवा कहाँ पर्छ, अथवा त्यसको प्रोसिडियर के हो, कसरी चाहिँ हामीले आफ्नो प्रक्रियागतबाट अगाडि बढ्न सक्दा चाहिँ हामीले एउटा सही सूचना सही समयमा सही तरिकाबाट प्राप्त गर्न सक्छौँ भन्ने यावत विषयको पेरिफेरीमा रहेर चाहिँ आजको प्रस्तुतिकरणको लागि विशेष गरी कानुनी क्षेत्रमा अध्ययन गरिरहेका एकजना युवा जसले लामो समयदेखि विभिन्न चाहिँ फोरमहरूमा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरमहरूमा पनि आफ्नो प्रस्तुतिकरण गरिसक्या, सहभागी पनि गराइसक्या र सँगसँगै युवाको एउटा सवालमा विशेष गरी सूचनाको हकको विषयमा चाहिँ महत्त्वपूर्ण एउटा चाहिँ पिलरको रूपमा काम गरिरहनुभएका आदरणीय व्यक्तित्व ऋतिक यादवज्यू हुनुहुन्छ। म उहाँलाई स्वागत गर्दै म सरोज बानिया तपाईँहरू समक्ष अलिकति बिदा पनि हुन चाहन्छु र ऋतिक यादवज्यूलाई अबको सेसन अगाडि बढाइदिन अनुरोध गर्न चाहन्छु। र सँगै तपाईँहरूको आफ्नो क्वेसन जिज्ञासाहरू चाहिँ तपाईँले च्याट बक्समा राख्दै जानुहोला। त्यही अनुसार नै उहाँले तपाईँहरूको जिज्ञासालाई चाहिँ निराकरण गर्दै जानुहुनेछ भन्ने कुरा मैले राख्दै म तपाईँहरू समक्ष बिदा हुन चाहन्छु। नमस्ते। अ, नमस्ते सरोज सर, यहाँ उपस्थित यो राष्ट्रिय युवा सम्मेलनका सम्भावित सहभागी साथीहरू, सबैलाई मेरो तर्फबाट नमस्कार। मेरो नाम ऋतिक यादव हो। म अहिले कानुन विषयमा मास्टर्स डिग्री काठमाडौँ स्कुल अफ लमा अध्ययनरत छु। मेरो स्पेसलाइजेसन नै मानव अधिकार विषय हो र मानव अधिकारको एउटा महत्त्वपूर्ण खम्बा सूचनाको अधिकार हो, जसलाई हामी नागरिक तथा राजनीतिक अधिकार भन्छौँ, सिभिल एन्ड पोलिटिकल राइट्स मध्येको एउटा सबभन्दा सशक्त, यो सबभन्दा कामयाब अधिकार, जसको रियल इम्प्याक्ट छ, किताबभन्दा बाहिर पनि जसको अर्थ छ, त्यो एउटा निकै इफेक्टिभ अधिकार चाहिँ राइट टु इन्फर्मेसन मानिन्छ। आज म त्यही विषयमा तपाईँहरूसँग छलफल गर्छु। एउटा म कुरा के दाबी गर्न सक्छु भने, यो मैले लगभग हजारौँ विद्यार्थीलाई म आरटिआई पढाएको छु। म यता काठमाडौँ स्कुल अफ लमा पनि लगभग हरेक साल म 1.5 दुई सय जति विद्यार्थीलाई म आरटिआईको बारेमा स्पेसल क्लास लिन्छु। त्यसपछि सर्लाहीका पनि विभिन्न एनजिओ आइएनजिओहरूसँग सहकार्य गरेर अरू पनि देशका विभिन्न ठाउँमा मैले आरटिआईको बारेमा प्रशिक्षण दिने, अध्ययन अध्यापन गर्ने र यो विषयमा मेरा थुप्रै अनुसन्धानमूलक लेखहरू पनि छापिएका छन्। त्यो म तपाईँहरूलाई साझा गर्छु। आज मैले चाहिँ एउटा के दाबी गर्न सक्छु भने, यो विषय तपाईँले सिक्नुभयो भने यो एकदम प्र्याक्टिकल कुरा हो। संविधानमा त कति धेरै मौलिक अधिकार छ, 31वटा मौलिक अधिकार छ नेपालको संविधानमा। ती सबै मध्ये सबभन्दा प्राग्मेटिक, सबभन्दा कामयाब अधिकार भनेको सूचनाको अधिकार हो, जो हरेक मान्छेलाई काम लाग्छ र एउटा कन्सियस सिटिजन, त्यसमा पनि युवा भइसकेपछि यो नजानी सुख छैन। अब म आज तपाईँहरूलाई खास गरी सूचनाको अधिकारको सैद्धान्तिक पक्ष, यो किन आयो सूचनाको अधिकार, लोकतन्त्रमा यसको मूल्य के छ, यो मानव अधिकार कसरी हो, र सूचनाको अधिकार प्रयोगसँग सम्बन्धित नेपालको संवैधानिक, कानुनी, नीतिगत व्यवस्थाहरू के कस्ता छन् र त्यो व्यवस्थालाई प्रयोग कसरी गर्ने, त्यसका केही म तपाईँहरूलाई अभ्यास पनि गराउँछु। सो मेरो लर्निङ, यो मेरो टिचिङको प्याटर्न प्योरली क्लिनिकल हुन्छ। म एकतर्फी लेक्चर भन्ने मान्यता विश्वास गर्दिनँ। सकभर हामी इन्ट्रेक्सन गर्नुपर्छ। तपाईँहरूले पनि मलाई यो पार्टमा ठ्याक्कै केही सोध्न मन लागिहाल्यो भने त्यहाँ च्याट बक्सहरू छ, अथवा मलाई तपाईँहरूले भोइसबाट पनि सोध्न सक्नुहुन्छ। त्यो हिसाबले पनि तपाईँको क्वेसन्सहरू टिप्दै जानु होला र तपाईँहरू सबैको प्रश्नमा आफ्नो क्षमताले भ्यासम्म सम्बोधन गर्छु। यो सँगै मेरो स्लाइड भिजिबल छ जस्तो लाग्छ। कसैले मलाई सङ्केत गर्नु होला, ह्यान्ड रेज गर्नु होला, भिजिबल छ कि छैन। मेरो स्लाइड देखिरहनु भएको छ, सेयर भएको छ? छ छ छ, गो ओके हेड। ओके ओके ओके, थ्याङ्क यू। सबभन्दा अगाडि
सूचनाको अधिकार विषय जान्नुभन्दा अगाडि म तपाईँहरूलाई यो युट्युबको एउटा भिडियोबाट यो विषयको गाम्भीर्यता, यो विषयको महत्त्व तपाईँहरूलाई मैले देखाउन खोज्छु। यो छोटो छ, 2-3 मिनटको भिडियो छ, एकचोटि मजाले सुनिदिनु होला। त्यसपछि हामी फेरि छलफलमा भ्याक हुन्छौँ। मेरो नाम रोजी लामा हो। म जावला खेल्न बस्छु। जीवनका धेरै घटनाहरूमध्ये हामी खास 2-4वटा घटनालाई कहिल्यै भुल्न सक्दैनौँ। आज म तपाईँलाई मेरो जीवनको त्यो घटना सुनाउँदैछु जुन घटनाले मलाई मात्र होइन, प्रत्येक वर्ष म जस्ता लाखौँलाई पिरुने गर्छ। 2068 सालमा प्रवेशिका परीक्षा मैले नवप्रभात उच्च माध्यमिक विद्यालयबाट दिएकी थिएँ। सबैले भन्ने गरेको यो फलामे ढोका पार गर्न मैले धेरै मेहनत गरेकी थिएँ। म ढुक्क थिएँ राम्रो अङ्कका साथमा पास हुन्छु भनेर। यसकारण पनि कि विद्यालयले म माथि विश्वास गरेको थियो। सधैँ जस्तै स्कुल टप गरेर रोजीले विद्यालयको नाम राख्ने छिन्। 2069 साल जेठ 28 गते परीक्षाफल प्रकाशित भयो। म त्यो दिन मामा घरमा थिएँ। तुरुन्तै एसएमएस गरे, एकैछिनमा थाहा भयो म पास भएछु। तर म पास भएको त्यो खुसी धेरै बेर रहेन। घर पुग्ने बित्तिकै थाहा पाएँ अङ्ग्रेजीमा 88, नेपालीमा 76, विज्ञानमा 88, सामाजिकमा 81, स्वास्थ्य तथा वातावरणमा 85, ऐच्छिक गणितमा 95। तर सबै विषयमा राम्रो अङ्क पाए पनि मैले सबैभन्दा राम्रो गरेको विषय अनिवार्य गणितमा जम्मा 47 मात्र आएको रहेछ। मन खिन्न भयो। डर र त्रासले मन भरियो। सबैजना पास भएकोमा रमाइरहेका थिए। चारैतिर खुसी थियो। तर म त्यो रात धेरै रोएँ। भोलिपल्ट विद्यालयबाट हेर्छले फोन गर्नुभयो। मैले सबै कुरा भने। सरले विद्यालय आऊ भन्नुभयो। म कसरी जाउँ? म माथि सबैले धेरै आशा गरेका थिए। तर मैले त्यो आशा पूरा गर्न सकिनँ। त्यही पनि म शिर झुकाएर गएँ। सरले मलाई तिम्रो नम्बर गलत भएको हुनुपर्छ। 47 होइन, 74 होला भन्नुभयो। अब तिमीले पुनः योगको लागि निवेदन दिनुपर्छ भन्नुभयो। मेरो मनमा अलिकति आश जाग्यो। त्यसपछि 2069 साल असार 3 गते सर र म परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी गएर पुनः योगका लागि निवेदन दियौँ। तर नतिजा थाहा पाउन 45 दिन कुर्नु पर्ने रहेछ। के गर्ने? मसँग कुर्नु बाहेक अरू उपाय पनि थिएन। त्यसपछिका दिनहरूमा मलाई बिचरा कठै भन्ने धेरै थिए। कलेज भर्ना गर्ने समयमा पनि छात्रवृत्तिका लागि व्यवस्था थियो। तर मेरो 81% मात्र आएकोले मैले थोरै छात्रवृत्ति पाएँ। यसले गर्दा मलाई मानसिक र सामाजिक मात्र नभई आर्थिक रूपमा पनि घाटा भयो। केही समयपछि पुनःयोगको नतिजा आयो। तर कुनै फरक थिएन। उही 47 मात्र। अब मैले यही नै सत्य हो भनेर स्वीकार गर्नुपर्छ भनेर मन बुझाए। पुनःयोगको नतिजा आएको 2 दिनपछि विद्यालयबाट सरको फेरि फोन आयो। सरले तिमीले सूचनाको हक प्रयोग गरेर तिम्रो कपी हेर्न पाउँछौ भनेर भन्नुभयो। म खुसी भएँ। तर मलाई यो कानुनी प्रक्रियाको बारेमा केही पनि थाहा थिएन। सर आफैले यसमा म तिमीलाई सहयोग गर्छु भनेर भन्नुभयो। त्यसपछि हामीले निवेदन लेखेर परीक्षा नियन्त्रण कार्यालयमा गयौँ। निवेदनमा मैले सबै कुरा सँगै मेरो उत्तर पुस्तिका हेर्न पाऊँ अनि त्यसको प्रमाणित प्रतिलिपि पनि उपलब्ध गराउन माग गरेको थिएँ। साथै जिल्ला शिक्षा कार्यालयको स्वीकृति पत्र सहित 1000 रुपियाँको रसिद काटेर निवेदन दर्ता गराएको थिएँ। मैले त हार खाइसकेको थिएँ। तर सरले हार खानुहुन्न, राम्रो मान्छेलाई नराम्रो कहिल्यै हुँदैन भन्नुभयो। मेरो मम्मी र म राम्रो नतिजा आउँछ भन्ने आशामा थियौँ। 20 दिनपछि परीक्षा नियन्त्रण कार्यालयबाट खबर आयो अनि सर र म दुवैजना परीक्षा नियन्त्रण कार्यालय गयौँ। त्यहाँका कर्मचारीले मलाई बधाई दिँदै भन्नुभयो, तपाईँको उत्तर पुस्तिकामा गलत नम्बर लेखिएको रहेछ। तपाईँको गणितमा 98 आएको छ। मेरो खुसीको कुनै सीमा नै रहेन। मेरो आँखा रसाए। मैले परीक्षा नियन्त्रण कार्यालयबाट मेरो नयाँ मार्कसिट र मेरो उत्तर पुस्तिकाको प्रमाणित प्रतिलिपि पनि पाएँ। मैले पहिले भोगेको दुःखभन्दा यो सुख धेरै नै बढी थियो। मेरो यो खबरले सबैजना खुसी भएका थिए। जो पहिले मलाई बिचारा भन्थे, आज यसले गरेर देखाइ भन्न थाले। परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीहरूको लापरवाहीले मेरो जीवन झन्डै अन्धकार भएको। तर मैले सूचनाको हक प्रयोग गरेर अँध्यारोलाई उज्यालोमा परिवर्तन गरेँ। पछि मैले थाहा पाएँ यसरी उत्तर पुस्तिका हेर्न पाउने भाग्यमानी म पहिलो व्यक्ति रहेछु। सूचनाको हक मेरो लागि ब्रह्मास्त्र साबित भयो।
साथीहरू, यो रोसी लामाको यो यथार्थ घटना हो। यो कुनै काल्पनिक बनाएको घटना होइन कि यो नेपालमा भएकै घटना हो आजभन्दा 10-11 वर्ष अगाडि। यो यथार्थ घटनाले पनि राइट टु इन्फर्मेसन कति सशक्त हतियार रहेको छ भन्ने कुरा सजिलै बुझ्न सकिन्छ। यसै गरी अर्को पनि इन्डियाको एउटा सर्जु भाइको कथा छ। यो म यहाँ लिङ्क राखिदिएको छु, तपाईँहरूले यो मेरो स्लाइड पाएपछि आफै हेर्नु होला। यस्तै इन्डियामा पनि एउटा गाउँको पुरै कम्युनिटीलाई नै चेन्ज गरिदिएको छ एउटा मान्छेले। त्यो आरटिआई एक्टिभिस्ट भनिन्छ, सूचनाको अधिकारको एउटा अभियन्ताको कारण त्यो गाउँको रूपै परिवर्तन भएको छ। त्यो कथा पनि तपाईँहरूले फुर्सदको बेला हेर्नु होला। तपाईँहरूले कार्ल मार्क्सको नाम त लगभग सबैले सुन्नुभयो होला। कार्ल मार्क्स एक ठाउँमा मैले पढेको कुरा यहाँ उद्धरण गर्छु। यदि कार्ल मार्क्स जीवित भएको भए उनले पुँजीको बारेमा नलेखी सूचनाको बारेमा लेख्ने थिए भनेको छ कि। सूचना यति धेरै विशाल कुरा हो, यति धेरै दूरगामी महत्त्व राख्ने आजको कन्टेम्पोरेरी समाजको यति ठुलो विषय हो कि आजको युगमा यदि कार्ल मार्क्स जन्मनु भएको भए उहाँले क्यापिटल्सको पार्ट 1 पार्ट 2 होइन कि सूचनाको विषयमा लेख्नु पर्थ्यो। भनेपछि तपाईँहरूले थोमस जेफरसनको नाम सुन्नु भएको छ। उहाँले त के भन्नुहुन्छ भने 21st सेन्चुरीको करेन्सी भनेको इन्फर्मेसन, अहिलेको करेन्सी भनेको सूचना। तपाईँलाई सूचनामा पहुँच छ भने जे पनि गर्न पाउनुहुन्छ, सूचनामा पहुँच छैन भने केही पनि गर्न पाउनु हुँदैन। यसरी सूचनाको महत्त्वको थोरै मैले पृष्ठभूमि तपाईँहरूलाई म सेट गर्न खोज्दैछु। गीता पढ्नुहुन्छ, गीता हाम्रो पूर्वीय सभ्यताको सबभन्दा आधारभूत दस्तावेज। त्यसको टेक्स्ट 17 पढ्नुहुन्छ, च्याप्टर 4 को टेक्स्ट 17 पढ्नुहुन्छ भने त्यहाँ एउटा बडा राम्रो वाक्य प्रयोग भएको छ, ट्रुथ अबाउट एभ्री एक्सन मस्ट बी नोन। सत्यका सबै कुराहरू हामीले जान्न पाउनुपर्छ। यो संसारमा हामीले जान्न नहुने, जान्न नमिल्ने त्यस्तो केही पनि छैन कि। सत्य जे छ त्यो सबै हामीले जान्न पाउनुपर्छ, सत्यमा सबैको एक्सेस हुनुपर्छ भन्ने एउटा आधारभूत मान्यता। यो आज होइन कि यो हजारौँ वर्ष अगाडि लेखिएको गीता जस्ता हाम्रा ग्रन्थहरूले पनि उल्लेख गरेको कुरा हो। यति भनिसकेपछि थोरै सूचना र सूचनाको हक, साथीहरूलाई सूचनाको हक नेपालको संविधानमा ग्यारेन्टी गरेको एउटा मौलिक अधिकार छ भने अधिकांशलाई थाहा होला। नेपालको संविधानको धारा 27 पढ्नुहुन्छ भने सूचनाको हक भनेर एउटा मौलिक अधिकारकै रूपमा व्यवस्था गरेको अवस्था छ। कोही सूचनाको हक भन्छ, कोही सूचनाको अधिकार भन्छ। यिनीहरूको बिचमा त्यस्तो आधारभूत भिन्नता केही पनि छैन। त्यो शब्दहरूलाई तपाईँले इन्टरचेन्जेबली युज गर्नुहुन्छ। सूचना भनेको जानकारी हो, कुनै विषयमाथिको पहुँच हो, कुनै विषयवस्तु बारे जानकारी राख्ने कुरा सूचना हो, इन्फर्मेसन। र त्यो सूचना माग्ने कुरा, सूचना प्राप्त गर्ने कुरा र प्राप्त गरेको सूचना प्रयोग गर्न पाउने कुरा, यी तिनवटा चक्रलाई हामी के भन्छौँ? सूचनाको हक भन्छ। भनेपछि सूचना नभइसकेपछि सूचनाको हक भन्ने कुरा पनि हुँदैन। अब आजको कन्टेम्पोरेरी डेमोक्रेसीमा एउटा बडा राम्रो एउटा एउटा बडा राम्रो मेटाफर के दिने गरेको छ भने मान्छे बाँच्नको लागि के चाहिन्छ भन्नुहोस् न? अक्सिजन चाहिन्छ नि मान्छे बाँच्नको लागि। हाम्रो प्राण वायु त अक्सिजन हो, अक्सिजन भएन हामी बाँच्दैनौँ। त्यसै गरी एउटा राम्रो डेमोक्रेसी बाँच्नको लागि, एउटा राम्रो लोकतन्त्र सस्टेन हुनको लागि सूचनाको अधिकारले अक्सिजन जस्तो काम गर्छ कि। भनेपछि सूचनाको अधिकार व्यवस्थित गरिएको छैन अथवा सूचनाको अधिकारबारे युवाहरू बेखबर छन् भने त्यो समाजमा डेमोक्रेसी कामयाब हुन्छ त? हुँदैन। अब तपाईँहरूलाई लाग्यो होला कत्रो ठुलो गफ दिइरहेछ अहिले। अहिले बिस्तारै मैले सूचनाका हकको महत्त्व भन्दै जाँदा, त्यसले ल्याएका परिवर्तनहरू भन्दै जाँदा तपाईँले त्यो कुराहरू आफै रियलाइज गर्नुहुन्छ। एउटा कुरा के नोट गर्नुहोस् भने सूचनाको अधिकार लोकतन्त्रको लागि प्राणवायु हो, अक्सिजन। र एउटा शब्द पछिल्लो समय हामी सिभिक कन्सियसनेसमा चासो राख्ने मान्छे, नागरिक चेतना, राजनीतिमा चासो राख्ने मान्छे हामीले जान्नुपर्छ डेमोक्रेसी भन्दा पनि उन्नत व्यवस्था भनेको के हो भन्दाखेरि सारभूत डेमोक्रेसी भन्छ, सब्सटेन्टिभ डेमोक्रेसी। सब्सटेन्टिभ डेमोक्रेसी भनेको यो फर्मल डेमोक्रेसी भन्दा पनि उन्नत छ। र त्यो फर्मल डेमोक्रेसीलाई सब्सटेन्टिभ डेमोक्रेसीमा लैजानको लागि पनि एउटा ठुलो सशक्त चेन्ज केमा हुनुपर्ने रहेछ भने सूचनाको व्यवस्थापन हुँदो रहेछ। सूचनाको अधिकारको प्रचलन गर्न मिल्ने वातावरण बनायो भने त्यो डेमोक्रेसी पनि ट्रेडिसनल डेमोक्रेसी भन्दा माथि जान्छ। यसकारण लोकतन्त्रलाई पनि उन्नत बनाउनको लागि र लोकतन्त्रको अक्सिजनको रूपमा काम गर्ने सूचनाको अधिकार त्यस अर्थमा महत्त्वपूर्ण छ भन्ने कुरा बुझ्नुहोस्। अब संवैधानिक व्यवस्था मैले भन्नु पर्दैन। नेपालको संविधान, तपाईँहरू भन्नुहुन्छ होला नेपालको संविधान 2072, आजदेखि भन्न छाड्नुहोस्। नेपालको संविधानको नाम नेपालको संविधान मात्रै हो। जसरी पहिलाको संविधानको नाम नेपालको अन्तरिम संविधान 2063 थियो, नेपाल अधिराज्यको संविधान 2047 थियो,
आजको संविधानको नामको पछाडि साल लेखेको छैन। यसकारण अहिले तपाईँहरू भन्नु पर्यो भने नेपालको संविधान मात्र भन्नु होला है। सो नेपालको संविधानको धारा 27मा सार्वजनिक महत्त्वको विषयमा जान्न पर्ने अधिकारलाई संवैधानिक अधिकारमा व्यवस्था गरेका छ। यो कन्स्टिट्युसनल राइट हो, पहिलो कुरा। दोस्रो कुरा, यो कानुनी अधिकार पनि हो। हामीसँग एउटा स्पेसल कानुन छ, सूचनाको हकलाई व्यवस्थापन गर्ने विशेष कानुन छ। त्यो विशेष कानुनको नाम हो सूचनाको हक सम्बन्धी ऐन 2064। र सूचनाको हक सम्बन्धी ऐन 2064 तपाईँहरूले गुगल गर्नुभयो भने तपाईँहरूले त्यो प्राप्त गर्नुहुन्छ। त्यो ऐनको प्रिएम्बल, प्रिएम्बल भनेको प्रस्तावना, कुनै पनि ऐन किन बनाइयो भनेर जान्नको लागि हामी प्रिएम्बल भन्ने हेर्ने गरेका छौँ। त्यसको प्रिएम्बलमा के लेखियो भने यहाँ तपाईँहरूलाई मैले सेयर पनि गरेको छु। राज्यका काम कारवाही लोकतान्त्रिक पद्धति अनुरूप खुला र पारदर्शी बनाई नागरिकप्रति जवाबदेही र जिम्मेवार बनाउन, सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्त्वको सूचनामा नागरिकको पहुँचलाई सरल र सहज बनाउन। भनिसकेपछि लोकतान्त्रिक प्रक्रियालाई खुला बनाउन, ओपन बनाउन, ट्रान्सपेरेन्ट बनाउन, जति हामीले गुड गभर्नेन्सका युएनडिपीले दिएका इलिमेन्ट्सहरू हामीले पढेका छौँ। सो गुड गभर्नेन्सको, डेमोक्रेटिक नर्म्स एन्ड भ्यालुजको, रिस्पोन्सिभनेसको, एकाउन्टेबिलिटीको एउटा ठुलो हतियार भनेको आरटिआई हो। आरटिआई छ भने गुड गभर्नेन्सका हरेक एस्पेक्ट्सहरू बढ्छन्, हरेक एस्पेक्ट्सहरू कामयाब हुन्छन्। आरटिआई बिना कुनै पनि शासक व्यवस्था, कुनै पनि शासन व्यवस्था न त जवाबदेही हुन्छ, न त कसैप्रति त्यो एकाउन्टेबल हुन्छ, न त त्यसमा ओपेननेस हुन्छ, न त त्यसमा सहभागिता हुन्छ। अनि त्यो शासन व्यवस्था कस्तो हुन जान्छ भन्दाखेरि भ्रष्टाचारबाट ग्रसित शासन व्यवस्था हुन जान्छ, जहाँ नागरिकको पहुँच हुँदैन, नागरिकको सूचनामा पहुँच हुँदैन, नागरिकले निर्णय प्रक्रियामा सहभागिता जनाउन सक्दैन। यसकारण सूचना बेगरको लोकतन्त्र एउटा छ, सूचना सहितको लोकतन्त्र अर्को छ। त्यो किन फरक पर्छ भन्ने कुरा बुझ्नको लागि तपाईँले के बुझ्नुहोस् भने गुड गभर्नेन्सको जम्मै इलिमेन्ट्सहरूलाई प्रमोट गर्ने काम सूचनाको हकले गर्छ। यदि हामीसँग गुड गभर्नेन्स ल्याउन खोजिराखेका छौँ भने सूचनाको हक चाहिन्छ। अब यहाँ हेर्नुहोस् न, लोकतन्त्रलाई खोल्ने साँचो, साँचो भनेको गोल्डेन की भन्न खोजे हो, चाबी। लोकतन्त्रलाई खोल्ने चाबी नै सूचनाको हक हो। लोकतन्त्र कसैले तपाईँलाई दिएको छ भन्ने आधारमा लोकतन्त्र पाइहाल्नु हुँदैन। अब घर दिएको छ, घर लक छ, केही मतलब छ, घर पस्न पाउनुहुन्छ? यो घर तिम्रो छ, तपाईँलाई ताला चाहिँ दिएन। गाडी चाहिँ दियो, गाडीको चाबी चाहिँ दिएन, अनि के गर्नुहुन्छ त्यो गाडी लिएर? लोकतन्त्र पनि मात्र दिएर त हुँदैन नि, लोकतन्त्र सञ्चालन गर्ने, लोकतन्त्र ड्राइभ गर्ने चाबी पनि चाहिन्छ। त्यो चाबी आरटिआई हो, यसरी बुझ्नुहोस्। अब चाबी भएन भने तपाईँ गाडी कसरी गुडाउनुहुन्छ? गुडाइ नै हाल्नुभयो भने त्यो कुन बाटोमा जान्छ अनुमान गर्नुहोस् न। यस अर्थमा तपाईँको यति धेरै प्रेस फ्रिडम सुनिरहनु भएको छ नि, नेपालको संविधानमा भनेको छ पूर्ण प्रेस स्वतन्त्रता भनेको छ, इन्भेस्टिगेटिङ जर्नलिजम भनेको छ। कहिले बाइट बढी सुन्नुहुन्छ, अहिले फ्री के अरे हाम्रो भिजिट भिसा प्रकरण अहिले सतहमा आएको छ, कहिले ललिता निवास प्रकरण सुन्नु भएको छ, कहिले सेक्युरिटी प्रेसको सुन्नु भएको छ। यी जम्मै विषयहरू मिडियाबाट जसरी मेन स्ट्रिममा आउँछन्, कसरी आउँछन् यी विषयहरू? कोही पत्रकारले गरेको इन्भेस्टिगेटिङ जर्नलिजमको नतिजा हो। भनेपछि त्यो पत्रकारले पनि के प्रयोग गरेको रहेछ भन्दाखेरि आरटिआई प्रयोग गरेको रहेछ, राइट टु इन्फर्मेसनै प्रयोग गरेको रहेछ। उसलाई त सबै सूचना कसैले फालिदिँदैन उसलाई बसेको ठाउँमा। उसले आरटिआईको सिस्टम बुझेको छ, आरटिआईको प्रक्रिया जानेको छ, राइट टु इन्फर्मेसनको विधि सिद्धान्त उसलाई थाहा छ। उसले त्यो प्रक्रिया अनुसार हरेक सूचना प्राप्त गर्छ, भोलि पत्रिकामा छाप्छ, देशमा तहल्का मचिन्छ, एक हिसाबको जवाबदेहिता, गुड गभर्नेन्सका बहसहरू सुरु हुन्छ। यस अर्थमा तपाईँ पत्रकार हुनुहुन्छ, तपाईँलाई चाहिन्छ। तपाईँ नेता हुनुहुन्छ, स्थानीय तहमा तपाईँ नेतृत्व गर्छु भनेर बस्नु भएको छ भनेपछि भोलि तपाईँले अहिलेको सरकार र अहिलेका त्यहाँका स्थानीय सरकारको सञ्चालन व्यवस्था कस्तो छ, उहाँहरू कुन विषयमा कति बजेट खर्च गर्नुभयो, युवा र खेलकुदको क्षेत्रमा उहाँहरूको बजेट कति छ, हरेक कुरा तपाईँले जान्न पाउनुभयो हुन्छ कि। हामीले जान्न नपाउने कुरा केही पनि छैन लोकतन्त्रमा। दुई चारवटा अपवाद होलान्, म अहिले यहाँ आउँछु, तर हामीले जान्न नपाउने कुरा केही पनि छैन यो लोकतन्त्रमा। भनिसकेपछि तपाईँ नेता भए नि, स्थानीय तहका अगुवा भए नि, समाजसेवी भए नि, पत्रकार भए नि, विद्यार्थी भए पनि, हेर्नुहोस् न, रोशी लामा त नेता पनि होइन, समाजसेवी पनि होइन, उहाँ विद्यार्थी हो। उहाँसँग अन्याय भएको थियो राष्ट्रिय परीक्षा बोर्डबाट, उहाँले सूचनाको प्रक्रियाको विधि अपनाउनु भयो, उहाँसँग न्याय भयो। यस अर्थमा तपाईँहरू जुनसुकै तह तब्कामा भएपछि यो विषयले तपाईँलाई छोड्दैन। अब थोरै अलिकति म ऐतिहासिक पृष्ठभूमि तपाईँहरूलाई जानकारी गराउँछु। सूचनाको हकको कानुन सबभन्दा पहिला स्विडेन भन्ने देश छ युरोपमा, स्विडेनले बनाएको हो। 1766 इस्वी सम्बत 1766 डिसेम्बर 2मा त्यहाँ एउटा प्रेस कानुन बनायो र त्यहाँबाट बल्ल संसारभरि
राइट टु इन्फर्मेसनको कानुन सुरुवात भयो। र दक्षिण एसियामा, यो तपाईँहरूले आश्चर्य लाग्न सक्छ, दक्षिण एसियामा सबभन्दा पहिला आरटिआईको कानुन बनाउने देश पाकिस्तान हो, जसले सन् 2002मा बनायो। पाकिस्तानपछि इन्डिया हो, इन्डियापछि बल्ल 2007 एडीमा नेपाल हो, जुन चाहिँ नेपाली विक्रम सम्वत अनुसार 2064 पर्छ। सो नेपालको प्रमुख निर्णायक कानुन सूचनाको अधिकार सम्बन्धी कुन रहेछ कसैले सोध्यो भने, पहिलो नेपालको संविधानको धारा 27, दोस्रो सूचनाको हक सम्बन्धी ऐन 2064। यति सम्झिनुहोस्। यो ऐनको आधारमा तपाईँको, यो संवैधानिक व्यवस्थाको आधारमा, यी ऐनको व्यवस्थाको आधारमा तपाईँले सूचना माग्ने कुरा हुन्छ। अब नेपालमा फर्स्ट टाइम 2047 सालको संविधानले धारा 16मा सूचनाको हक व्यवस्था गरेका थियो। पछि 2063 सालको संविधानको धारा 27मा आयो र अहिलेको संविधानको पनि धारा 27मै छ। त्यो धारा नम्बर चाहिँ चेन्ज भएको छैन। सो सूचनाको अधिकारको लोकेसनको कुरा मैले गर्दैछु, संविधानमा कहाँ छ, ऐनमा कहाँ छ, यति कुरा तपाईँले कण्ठ गर्नुभयो भने यो तपाईँहरूलाई भोलि काम लाग्छ। अरू पनि सूचनाको हकसँग सम्बन्धित हामीसँग रिलेभेन्ट लजहरू छन्, यो तपाईँहरूले त्यति धेरै जान्नु पर्दैन। अब कानुनै पढेका साथीहरू हुनुहुन्छ, भोलि कानुनै पढ्छु भन्ने हुनुहुन्छ भने उहाँहरूले यो वेबसाइटमा गएर यो सबै पढ्दा पनि हुन्छ, आपत्ति छैन। तर कानुन नपढ्ने, केवल सूचनाको हकको म प्रयोग गर्न चाहन्छु त्यति भए मलाई पुग्छ भन्ने छ भने यो कुराहरू नहेर्दा पनि हुन्छ। तपाईँले सूचनाको हक सम्बन्धी नियमावली छ, राष्ट्रिय सूचना आयोगको निवेदन कारवाही र किनारा गर्ने कार्यविधि छ, सूचनाको हकको अनुगमन निर्देशिका छ हामीसँग, पुनरावेदनको कार्यविधि छ। अर्को प्रोएक्टिभ डिस्क्लोजर, तपाईँहरू सुनिराख्नु भएको होला, अहिले म त्यहाँ आउँछु भने प्रोएक्टिभ डिस्क्लोजरको पनि हामीसँग डिरेक्टिभको व्यवस्था छ। अब सूचनाको हकको नियमन गर्ने, यो विषयलाई मोनिटरिङ गर्ने संस्थागत व्यवस्था के रहेछ त? तपाईँ चाहिँ, म स्थानीय स्तरमा सूचनाको हकको बारेमा म एउटा कार्यक्रम गर्छु, अब तपाईँले सहकार्य गर्न मन लाग्यो भने कहाँ जानुहुन्छ? पशुपन्छी मन्त्रालय जानुहुन्छ कि गृह मन्त्रालय जानुहुन्छ कि कुन निकाय जानुहुन्छ भन्दाखेरि, तपाईँले जाने निकाय भोलि तपाईँले कोटेसन लिएर अथवा प्रपोजल लिएर जाने निकाय भनेको राष्ट्रिय सूचना आयोग हो। यो चाहिँ पहिला कम्पनी रजिस्ट्रारको कार्यालय भएको त्रिपुरेश्वर भन्ने ठाउँ छ काठमाडौँमा, त्रिपुरेश्वरमा यो अवस्थित छ। 2065 सालमा राष्ट्रिय सूचना आयोग बन्यो। यही राष्ट्रिय सूचना आयोग ऐन अनुसार स्थापना भएको निकाय हो यो। र नेपालभरि सूचनाको हकको प्रचलनको लागि सबभन्दा मेजर राज्यले बनाएको निकाय चाहिँ राष्ट्रिय सूचना आयोग हो। यति कुरा कन्ठ राख्नुहोस्। सूचनाको बारेमा तपाईँलाई केही जान्न मन लाग्यो, केही पब्लिकेसनहरू लिन मन लाग्यो, यसले आर्टिकलहरू मागिरहेको हुन्छ, लेख्न मन लाग्यो, विभिन्न देशभरि कार्यक्रम गरिराखेको हुन्छ, त्यहाँ सहभागी हुन मन लाग्यो, तपाईँले सहकार्य गर्ने निकाय एउटा युवा भइसकेपछि राष्ट्रिय सूचना आयोग हो। यो कुरा पनि जानकारी राख्नु होला। अब सूचनाको हकभित्र के पर्छ होला, यो पनि धेरै मान्छेलाई एउटा के भ्रम छ भने डकुमेन्ट माग्ने मात्र पर्छ होला नि त। म नगरपालिकामा गएँ, यो नगरपालिकामा आर्थिक वर्ष 2081-82मा खेलकुदको क्षेत्रमा, युवाको क्षेत्रमा के कति बजेट विनियोजन भएको छ त्यसको जानकारी प्राप्त गरी पाऊ भन्ने मात्र पर्छ त? एउटा त यो पर्छ, सार्वजनिक निकायमा रहेको सूचना त पर्छ। त्यो सँगै दोस्रो कुरा, सार्वजनिक महत्त्वको निर्माण कार्य भइराखेको छ भने भ्रमण गर्ने, अवलोकन गर्ने कुरा पनि पर्छ। जस्तै तपाईँको नगरपालिकामा, तपाईँको जिल्लामा सडक कालोपत्र हुँदैछ, तपाईँलाई हेर्न मन लाग्यो, तपाईँ त अब सचेत नागरिक हो नि, त्यहाँ क्वालिटी मेन्टेन गरेको छ कि छैन, जुन प्रकारको कन्ट्र्याक्टरसँग जुन सम्झौता भएको थियो त्यो सम्झौता अनुरूप निर्माण कार्य भएको छ कि छैन, ती सबै कुरा हेर्न पनि पाइन्छ कि। म गएर म आधी घन्टा बसेर आउँछु नि त, यदि त्यहाँ गलत रहेछ भने म क्वेसन रेज गर्छु। अब तपाईँहरू यो कानुन जान्नु भएको छैन भने तपाईँहरूलाई के भनिदिन्छ, कहाँ हेर्न पाइन्छ तिमीहरूले? यो त हामीले बनाउने हो, नगरपालिका र हाम्रो बिच कन्ट्याक्ट भएको छ, तिमीहरूले कहाँ हेर्न पाउँछ भने तपाईँहरूलाई थर्काएर पठाइदिन्छ, किन? तपाईँले कानुन जान्नु भएको छैन। अब त्यहाँ तपाईँले सूचनाको हक सम्बन्धी ऐन 2064मा सूचनाको हकभित्र सार्वजनिक महत्त्वको निर्माण कार्य भइरहेको स्थान भ्रमण गर्ने कुरा पनि पर्छ भन्न सक्नुभयो भने उसले केही गर्न सक्छ? कानुनभन्दा सर्वश्रेष्ठ केही छ र यो देशमा? भनेपछि यो कुरा तपाईँले जान्नु मात्र भयो भने धेरै ठाउँमा तपाईँ सिकाउनुहुन्छ कि कर्मचारीहरूलाई। र यो कस्तो कुरा हो भने, म तपाईँलाई सिकायो भने तपाईँले अरूलाई सिकाउन सक्नुहुन्छ, त्यस्तो खालको कुरा हो कि यो। अब एउटा त सूचना माग्ने कुरा भइहाल्यो, जुन ट्रेडिसनल कुरा हो, तपाईँले गरिरहनु भएको पनि होला, सबभन्दा बढी गर्ने नै त्यही हो। दोस्रो भनेको निर्माण कार्य अवलोकन गर्ने कुरा पनि भयो। अब एउटा नगर अस्पताल निर्माण हुँदैछ, नगर अस्पतालमा कतिवटा बेड राखेको छन्, कुन कुन मेसिन प्रयोग गर्दैछन्, सबै मैले अवलोकन गर्न पनि पाउँछु, त्यो पनि मेरो सूचनाको अधिकार भित्रै पर्छ भन्ने कुरा चाहिँ एकदम कन्फर्म भएर जानुहोस्। तेस्रो, कुनै सामग्रीको नमुना लिने। अब सिमेन्टले घर बनाइरहेछ, कुन सिमेन्ट प्रयोग गरिरहेछ म हेर्छु नि त, स्याम्पल चेक गर्छु, डुप्लिकेट रहेछ कि, सब स्ट्यान्डर्ड रहेछ कि, अथवा जुन उनीहरूको स्ट्यान्डर्ड तोकिएको हुन्छ त्यो स्ट्यान्डर्ड भन्दा न्यून स्तरको रहेछ कि,
यी सबै कुराको लागि स्याम्पल लिने अधिकार पनि सूचनाको अधिकारभित्र पर्छ। अब कति साथीहरूलाई थाहा थियो सूचनाको अधिकारभित्र यो तिनटै कुरा पर्छ? हात उठाउनुहोस् न। ल सागरजीलाई थाहा थियो, अरू? ल धेरै साथीहरूलाई थाहा थिएन भन्ने मैले अनुमान गरेँ। एउटा कुरा के बुझे आउनुहोस् भने सूचनाको हक डिबी भाइलाई नै थाहा थियो। अब यो कुरा एकदम क्लियर हुनु, सूचनाको हक भनेको निवेदन लेखेर सूचना माग्ने मात्र होइन। सूचनाको हकभित्र सार्वजनिक महत्त्वको निर्माण कार्य भइराखेको छ भने त्यो अवलोकन गर्ने, भ्रमण गर्ने, र कुनै सार्वजनिक महत्त्वको निर्माण कार्य भइरहेछ भने नमुना सङ्कलन गर्ने, नमुना लिने कुरा पनि हो। अब यसपछि सूचनाको हक कसलाई माग्न पाइन्छ र? ऋतिक यादव कहाँ पढ्छ, के गर्छ, के खान्छ, तपाईँले सोध्न पाउनुहुन्छ? के लाग्छ, पाउनुहुन्छ? पाउनु हुँदैन। किनकि यो त मेरो राइट टु प्राइभेसी पनि छ नि त। मेरो गोपनीयताको अधिकार पनि सूचनाको अधिकार सँगै आउँछ भनेपछि सूचनाको अधिकार सबै ठाउँमा लागू हुँदैन। यो कुरा क्लियर हुनुहोस्। जब फर्स्ट नेपाल सरकारको जुनसुकै निकायमा सूचना माग्न पाइन्छ। संविधान अनुसार बनेका जुनसुकै निकाय, लोकसेवा आयोग होला, मानव अधिकार आयोग होला, निर्वाचन आयोग होला, अथवा समाज कल्याण परिषद होला, ज्येष्ठ नागरिक मन्त्रालय होला, खानेपानी मन्त्रालय होला, जिल्ला प्रशासन कार्यालय होला, भक्तपुर नगरपालिका होला, अथवा तपाईँको अरू कुनै जिल्ला विकास समिति होला, जिल्ला समन्वय समिति होला, जहाँ पनि माग्न पाइन्छ। सार्वजनिक संस्थानहरूमा माग्न पाइन्छ। नेपाल ऐन निगम होला, नेपाल वायु सेवा निगम होला, नेपाल विद्युत प्राधिकरण होला, अर्को नेपाल सरकारबाट रकम प्राप्त गरेर चलेका एनजिओ आइएनजिओहरू, विभिन्न गैर सरकारी संस्थाहरू हुनसक्छ जो चाहिँ नेपाल सरकारले दिएको फन्डबाट सञ्चालनमा रहेको हुन्छ। त्यहाँ पनि तपाईँले सार्वजनिक महत्त्वको विषयमा सोध्न पाउनुहुन्छ। र अर्को इम्पोर्टेन्टली थपेको कुरा राजनीतिक दलहरू पनि हो। अब सपोज एउटा ए भन्ने पार्टीलाई तपाईँहरूको पार्टीको केन्द्रीय समितिमा समावेशिता छ कि छैन जान्न मन लाग्यो, तपाईँलाई सोध्न पाउनुहुन्छ। राजनीतिक दलले मेरोमा चाहिँ आरटिआई लाग्दैन भन्न पाउनु हुँदैन। सरकारी निकायमा लाग्छ सम्झिनुहोस्, सार्वजनिक संस्थानमा लाग्छ, र सजिलो उपाय के हो भने नेपाल सरकारको पैसाबाट चलेका आइएनजिओ एनजिओ जोसुकै भयो जसले राज्यको कोष प्रयोग गरिराखेको छ, र राजनीतिक दलहरू, यी सबैमा सूचनाको अधिकार तपाईँले माग्न पाउनुहुन्छ। भनेपछि कति दायरा, कति फराकिलो गर्दै थियो सूचनाको अधिकारको, हेर्नुहोस् न। लिमिटेड छैन नि त। अब एउटा चाहिँ इम्पोर्टेन्ट कुरा हुन्छ व्यक्तिगत सूचना। व्यक्तिगत सूचना माग्न पाउने कि नपाउने भन्ने सम्बन्धमा ऋतिक यादवको नागरिकता मलाई हेर्न मन लाग्यो भनेर मेरो नागरिकता जिल्ला प्रशासन कार्यालय बाह्रबाट जारी भएको छ। तपाईँ जिल्ला प्रशासन कार्यालयको बाह्र गएर ऋतिक यादवको नागरिकता दिलाइपाऊ भन्नुहुन्छ भने दिँदैन तपाईँलाई। तर म गएँ, ऋतिक यादवै गयो भने ऋतिक यादवको लागि त्यो के भयो, व्यक्तिगत सूचना भयो। मलाई चाहिँ मेरोसँग सम्बन्धित सूचना मलाई दिन पाउँछ क्या फेरि। यसकारण यो कुरा फरक छ। ऋतिक यादवले आफ्नो बारेमा राष्ट्रिय परिचय राष्ट्रिय परिचय पत्र माग्न नि पायो, हिँड्न नि पायो, राजधानी हिँड्न नि पायो। आफूसँग सम्बन्धित कागजात सार्वजनिक निकायमा रहेको छ भने म जान्न पाउँछु, त्यो मेरो व्यक्तिगत सूचना हो। तर मभन्दा बाहेक अमुक अरू कुनै व्यक्तिले मेरो बारेमा सूचना लिन पाउँदैन। यो पनि सूचनाको अधिकारको एउटा एउटा डाइमेन्सन तपाईँले बुझ्नुपर्छ। व्यक्तिगत सूचनामा पहुँच हुन्छ, तर सोही व्यक्तिको मात्र पहुँच हुन्छ, अरू व्यक्तिको पहुँच हुँदैन। अब अर्को पनि केही कुराहरू बुझ्नुपर्छ। सूचनाको अधिकार मैले अघि त यत्रो गफ दिइरहेको छु नि, सबैतिर लाग्छ, यसको त अपवाद हुँदैन। अपवाद चाहिँ हुन्छ। हरेक कुरा शाश्वत हुँदैनन्, हरेक कुरा एब्सोल्युट हुँदैनन्। सबै कुराको केही न केही लिमिटेसन्सहरू हुने गरेको छ, र सूचनाको अधिकारको पनि केही लिमिटेसनहरू छ। पहिलो, नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, देशकै शान्तिलाई खलल पुग्ने गरी अवस्था छ भने सूचना दिन पाइँदैन। अब केही समय अगाडि डाक्टर सिके राउत एउटा अभियानमा हुनुहुन्थ्यो, नेपाललाई विभाजन गर्नुपर्छ। अब त्यो अभियानसँग सम्बन्धित सूचना मागेर हिँड्नुभयो भने दिँदैन, तपाईँ दिनु पनि हुँदैन। जसले अल्टिमेटली देशलाई विभाजन गर्न सक्छ, देशको राष्ट्रिय स्वार्थको विरुद्धमा छ, त्यस्ता विषयहरू माग्न पाइँदैन। दोस्रो, अपराध अनुसन्धान अभियोजनलाई असर पार्ने विषयमा। अब पुलिसमा चाहिँ कुन मुद्दाको प्रक्रिया कहाँ बढ्यो त भन्ने तपाईँले सोध्न पाउनु हुँदैन। यो मुद्दाको अभियोजन भयो कि भएन, जस्तै एकजना पूर्व गृहमन्त्रीको मुद्दा अहिले अदालततिर छ्यापछाप्ती छ। अब उहाँको विषयमा मलाई जान्न मन लाग्यो नि त, प्रहरीले के बयानमा लियो, उहाँले के बकपत्र, साक्षीहरूले के बकपत्र गरे, त्यो कुरा सोध्न पाउनु हुँदैन। कोर्टको पनि एउटा आफ्नै प्राइभेट सिस्टमहरू भएको कारणले त्यो पनि एउटा अर्को अपवाद हो। तेस्रो, विभिन्न जात जाति सम्प्रदायहरूको बिचमा सुसम्बन्धमा खलल पुग्ने अवस्था छ भने, जस्तै तपाईँहरूले कतिको सुन्नु भएको छ, एउटा लाल आयोग भनेर गठन भएको थियो। खास गरी मधेस आन्दोलन जुन भएको थियो 2072 सालतिर, संविधानप्रति असन्तुष्ट रहेका
मधेसवादी शक्तिहरूले गरेको आन्दोलन। त्यसपछि मधेस आन्दोलनमा भएका हत्या हिंसाहरूलाई संहिताबद्ध गरेर एउटा लाल आयोग, पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा लाल आयोग बन्यो। लाल भन्ने व्यक्तिको थर हो है। अनि त्यो आयोगको प्रतिवेदन आजसम्म सार्वजनिक गरेको छैन। त्यो अदालतमा मुद्दाहरू पनि पर्यो, तपाईँहरू मिडियामा सुनिरहनु पनि भएको होला। लाल आयोगको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ? अब सार्वजनिक गर्नु हुन्छ, मेरो मान्यता चाहिँ त्यो छ। मैले कान्तिपुरमा लेखेको पनि छु, पढ्नु होला। तर सरकारको प्रतिरक्षा के छ भने यो भोलि सार्वजनिक भयो भने नेपालको समुदायको जुन एकता छ त्यो एकता चाहिँ प्रभावित हुन सक्छ। यसले सामाजिक सम्बन्ध छ, जुन सामाजिक ऐक्यबद्धता छ, त्यसलाई चाहिँ यसले कहिले कहीँ ब्रेक गर्न सक्छ कि यसले केही अप्रत्याशित घटनाहरू निम्ताउन सक्छ कि भन्ने आधारमा चाहिँ सार्वजनिक नगरेको रहेछ। अर्को तपाईँले सुन्नुभयो होला, 2062-63को जनआन्दोलनताकाको मल्लिक आयोग होस् अथवा 47 सालको आन्दोलनलाई कोडिफाई गरेको रायमाझी आयोग हो, ती आयोगहरूको प्रतिवेदन आजसम्म सार्वजनिक गरेका छैन। अब आश्चर्य लाग्दैन तपाईँहरूलाई? सरकारले समिति बनाउने, आयोग बनाउने, काम पनि गराउने, उनीहरूलाई भत्ता पनि दिने, प्रतिवेदनै चाहिँ लुकाइदिने, प्रतिवेदन सार्वजनिक नगर्ने। अब यो कुरामा मेरो अलिकति रिजर्भेसन छ है। अर्को कतिपय ब्याङ्किङ मोनेटरी पोलिसिजहरू, यो ब्याङ्कका वित्तीय गोपनीयतासँग सम्बन्धित विषयहरूलाई पनि तपाईँहरूले जान्न पाउनु हुँदैन। र अर्को व्यक्तिगत गोपनीयता, राइट टु प्राइभेसी पनि एउटा अर्को फन्डामेन्टल राइट हो नि। मेरो तथ्याङ्क, मेरो डिटेल तपाईँले जान्न पाउनु हुँदैन भनेपछि सूचनाको अधिकार छ भन्दैमा ए भन्ने व्यक्तिले बीको बारेमा सबै कुरा जान्न पाउनुपर्छ भने पनि होइन। सार्वजनिक महत्त्वको सूचना हुनु पर्यो। सूचना कस्तो हुनु पर्यो? पब्लिक इम्पोर्टेन्सको हुनु पर्यो भने सम्झिनुहोस्। पब्लिक इम्पोर्टेन्सको हुनु पर्यो, अनि तपाईँले यो अधिकार चाहिँ उपभोग गर्न पाउनुहुन्छ। अब यति भनिसकेपछि सूचनाको अधिकार के हो, डेमोक्रेसीको लागि किन चाहिन्छ, सूचनाको अधिकार कहाँ कहाँ प्रयोग गर्न मिल्छ, सूचनाको अधिकारको लिमिटेसन्सहरू के हो, मैले भनिसकेको छु। अब सूचनाको अधिकार प्रयोग गर्न मन लाग्यो मलाई। अब म कसलाई माग्ने होला? म नगरपालिकामा गएँ होइन, नगरपालिकामा मलाई चाहिँ यो नगरपालिकाभरि स्वास्थ्य चौकीमा कतिवटा डाक्टरको दरबन्दी छ, कतिवटा नर्सको दरबन्दी छ, त्यो दरबन्दी पुगेको छ कि छैन, त्यहाँका बच्चाहरूले खोप पाए कि पाएनन् भने मलाई जान्न मन लाग्यो। अब गेटमा गएर त्यहाँको सेक्युरिटी गार्ड दाइलाई, दाइ मलाई यो सूचना दिनुहोस् न भनेर दिनुहुन्छ? अथवा त्यहाँ चाहिँ माली हुनुहुँदो रहेछ एकजना गार्डेनर, ऊ दाइलाई, दाइ तपाईँ सूचना दिनुहोस् न भनेर दिनुहुन्छ त? अथवा नगर प्रहरीलाई मागे दिनुहुन्छ त? दिनु हुँदैन। यसको कानुनले के भनिदिएको छ भने सूचना अधिकारी भन्ने एउटा व्यक्ति नै हुन्छ त्यहाँ अफिसमा। जहाँ जानुहोस् त्यो ठुलो त्यो पुलिसको गेटकै अगाडि एउटा ब्यानरमा टाल्या हुन्छ नि एकजना पुलिसको फोटो, सूचना अधिकारी, प्रवक्ता, फोन नम्बर, इमेल, त्यो व्यक्तिलाई खोज्ने हो क्या खासमा। त्यो व्यक्तिलाई खोज्ने र उसलाई गएर सूचना माग्ने। अरू कोही बेसरकार व्यक्तिले तपाईँलाई सूचना दिँदैन, यो कुरा ख्याल गर्नुहोस्। जस्तै म एउटा यो कास्की कोही साथी यहाँ हुनुहुन्छ होला, कास्की कोही हुनुहुन्छ? कास्की जिल्लाको पोखरातिर आसपासको हुनुहुन्छ कोही? स्याङ्जा गुल्मीतिरको अर्घाखाँची? ओके। अब त्यही आसपासको एउटा स्कुल रहेछ त्यहाँ, श्री सरस्वती कुञ्ज आधारित विद्यालय। त्यो स्कुलको एउटा शिक्षक त्यहाँको सूचना अधिकारी हुनुहुँदो रहेछ कि। अब नेपालको कतिवटा स्कुलमा होला र यस्तो व्यवस्था, धेरैमा छैन होला। त्यो अब हामीले नबुझेर नगरेर, त्यो हाम्रो कमजोरी हो। गर्नुपर्ने यस्तो रहेछ। त्यहाँको स्कुलको बारेमा पनि मलाई केही जान्न मन लाग्यो भने यो व्यक्तिसँग, यो मिस्टर उत्तर बहादुर गुरुङजी हुनुहुन्छ, निमावि 3य क्लासको शिक्षक, उहाँलाई गएर सोद्धा भयो कि उहाँको नम्बर पनि छ त्यहाँ। त्यो स्कुलको बारेमा जे पनि जान्न मन लाग्यो, स्कुलको गतिविधि जे पनि सूचना माग्नु पर्यो भने यो व्यक्तिलाई हामी जाने हो। सो उहाँ चाहिँ हाम्रो गो टु पर्सन। अब प्राय को हुन्छ सूचना अधिकारी भन्दाखेरि कुनै पनि कार्यालयको कार्यालय प्रमुख पछिको दोस्रो वरियता भएको मान्छेहरू हुने गरेका छ। जस्तै नगरपालिका छ भने प्रमुख प्रशासकीय अधिकृत त्यहाँको प्रशासन हेर्नुहुन्छ। त्यसपछि अरू प्रशासकीय अधिकृतहरू हुन्छ नि, अधिकृत छैठोहरू, तिनीहरू मध्ये नै कोहीलाई आवश्यकता अनुसार सूचना अधिकारी तोक्ने चलन छ। अब सूचना अधिकारी को हुने भन्ने कुरा कसरी थाहा पाउने त? अब जानुहुन्छ त्यही बोर्डमा झुन्ड्याएको हुन्छ थाहा पाउने, अथवा वेबसाइटमा चाहिँ गएर हेर्नुहोस्, हरेक वेबसाइटमा सूचना अधिकारीको नाम लेख्या हुन्छ, त्यहाँबाट थाहा पाउनुहुन्छ। कोही लेखेको छैन, सूचना अधिकारी नियुक्ति गरेको छैन भने के गर्ने त? ल भन्नुहोस् न। सूचना अधिकारीको बारेमा व्यवस्थै गरेको छैन त्यो कार्यालयमा। के गर्ने भन्दाखेरि सजिलो रुल छ। यदि सूचना अधिकारीको बारेमा भनेको छैन भने कार्यालय प्रमुखलाई गएर सूचना सोध्ने। अब कार्यालय प्रमुख नभएको कार्यालय हुन्छ? हुँदैन नि। कोही न कोही त एकजना कार्यालय प्रमुख त होला नि। यसकारण सूचना अधिकारीको व्यवस्था गरेको छैन भने हामी कहाँ जाने हो? कार्यालय प्रमुख कहाँ जाने हो? यो कुरा पनि एकदम जानकारी राख्नुहोस्। अब सूचना अधिकारी खोज्न थाल्नुभयो, मान्छे भेटिएन भने फर्किनुपर्छ नि त? फर्किनु पर्दैन साथीहरू। सूचना अधिकारी छैन भने कार्यालय प्रमुखको जिम्मेवारी हो, उसले चाहिँ सूचना दिनुपर्छ, दिनै पर्छ। अब हेर्नुहोस्, मैले एउटा वेबसाइट खोल्ने,
सर्लाहीको कोही हुनुहुन्छ? सर्लाही जिल्लातिरको, मध्य प्रदेशको? यसो ह्यान्ड रेज गर्दा हुन्छ। ओके, यो हुनुहुन्छ जस्तो लाग्यो। यहाँ मैले त्यो सिम्बलहरू पाइराखेको छु। अब बरत्वा नगरपालिका भनेको छ एउटा। बरत्वा नगरपालिकामा म पछिल्लो समय म दुई तिनचोटि गएर त्यहाँका युवाहरूलाई राइट टु इन्फर्मेसन पढाएरै आएको हो। र मलाई खुसी के लाग्यो भने मैले पढाएका सबै युवाले गाउँका स्कुल स्कुल गएर अरू धेरै युवाहरूलाई पढाउनु भएको छ कि। मैले 40जना सिकाएँ, तर मेरो इम्प्याक्ट कस्तो भयो भने ती 40जनाले अरू सबैले पाँच पाँचजनालाई सिकाउनु भएको छ। भनेपछि यो ठ्याक्कै मल्टिप्लाई हुने कुरा हो कि। भोलि तपाईँले सिक्नुभयो भने तपाईँले पनि यो सिधै प्रयोग गर्ने सक्ने मिल्ने कुरा हो यो। अब त्यो रतन नगरपालिकामा रूपेश कर्ण सर एकजना हुनुहुन्छ सूचना अधिकारी। उहाँको नाम त वेबसाइटमा हालिदिएको छ नि। बरातवा नगरपालिकाको तपाईँ वेबसाइट खोल्नुभयो भने उहाँको फोन नम्बर हालिदिएको छ, उहाँको इमेल आइडी हालिदिएको छ। अब उहाँले सम्पर्क गर्दा भइहाल्यो नि। यसरी सूचना अधिकारी खोज्ने तरिका के हो? वेबसाइट जाने अथवा कार्यालयमै लेख्या हुन्छ। केही लेख्या छैन, सूचना अधिकारी नै छैन भनिदियो भने कार्यालय पनि सूचना अधिकारी हो। यसमा एकदम क्लियर बाटो हो यो। अब एउटा नयाँ कन्सेप्ट अहिले इभल्भ भइरहेको कन्सेप्ट हो स्वत प्रकाशन। यसलाई पिएडी भन्छ है, प्याड, पिएडी प्याड, प्रो एक्टिभ डिस्क्लोजर। पी प्रो ए एक्टिभ डी डिस्क्लोजर, प्रो एक्टिभ डिस्क्लोजर भनेको स्वत प्रकाशन। यो आरटिआई को सिस्टममा एउटा नयाँ आयाम थपेको कुरा हो यो। यसले के भन्छ भने सूचना माग्नको लागि जनताले कष्ट गर्नै पर्दैन नि। जो त्यो सूचनादाता छ नि, सरकारी कार्यालयहरू छ नि, तिनीहरू आफै सूचना अपडेट गरेर बस्दै भइहाल्यो नि। हरेक दुई दुई महिनामा के काम गर्यो, होइन, हरेक तिन तिन महिनामा के काम गर्यो भन्ने कुरा यदि एउटा कार्यालयले आफ्नो वेबसाइटमा सधैँ अपडेट गरेर बसेको छ भने मलाई एउटा सूचना सूचना चाहियो भने म त वेबसाइट हेरेर भइहाल्यो नि। किन मैले यत्रो निवेदन सिवेदन लेखेर सूचना अधिकारी खोजेर किन बस्नु पर्यो? भनेपछि राइट टु इन्फर्मेसन भन्दा पनि यो जनताको सरकार भन्दा नि यो राज्यको सरकार हो, यो कार्यालयको सरकार हो। कार्यालयले आफै हरेक समयमा तिन तिन महिनामा कम्पलसरी आफ्नो वेबसाइटमा स्वत प्रकाशन भन्ने खण्डै हुन्छ। तपाईँ कुनै वेबसाइट गएर खोज्नु होला, त्यहाँ स्वत प्रकाशन भन्ने खण्डै हुन्छ। वैशाखदेखि असारसम्मको गतिविधिहरूको विवरण लेख्या हुन्छ। अब त्यो 3 महिना तपाईँ के गर्यो त्यहीँबाट हेरेर थाहा पाइहाल्नुहुन्छ। त्यो थाहा पाइसकेपछि अब किन सूचना माग्नु पर्यो? भनेपछि राइट टु इन्फर्मेसन भन्दा पनि प्रोएक्टिभ डिस्क्लोजर हामीले चाहिँ अलिकति बढी फोकस गर्नुपर्ने कुरा हो, प्रायोरिटी दिनुपर्ने कुरा हो। तर अब नेपालमा यो संस्कार अलि बस्न सकेको छैन। त्यो अलिक दुःखको कुरा हो फेरि। अब राष्ट्रपति कार्यालय तपाईँहरूलाई थाहा छ, शीतल निवास राष्ट्रपति कार्यालयले कस्तो मजाले अपडेट गरेर राखेको छ। तपाईँ गएर हेर्नु होला। हाम्रो राष्ट्रपतिले कुन देशमा विदेश भ्रमण जानुभयो, राष्ट्रपतिले कुन मितिमा कुन कार्यक्रममा सहभागी हुनुभयो, के मन्तव्य दिनुभयो, सबै कुरा राष्ट्रपति कार्यालयमै छ त। अब मैले किन अब शीतल निवास महाराजगञ्ज जानु पर्यो सूचना माग्न? त्यो वेबसाइटमा डाउनलोड पिडिएफ डाउनलोड गरेर पढे भइहाल्यो नि। सो यो मान्यता राम्रो कि हामी खोजेर आरटिआई लेख्ने मान्यता राम्रो? यसमा डिबेट हुनुपर्छ। अब यति जानिसकेपछि म तपाईँहरूको केही समय लिएछु। म फेरि अझ अलिकति 5-7 मिनटमा म यसलाई सकाइ नै हाल्छु यो हाम्रो थ्योरीको पार्टमा। त्यसपछि म तपाईँहरूसँग ओपन डिस्कसनमै जान्छु। मलाई लाग्छ बुझिरहनु भएको छ साथीहरूले। के छ तपाईँहरूको बुझिरहनु भएको छ? मलाई यसो लाइक के गर्नु होला, त्यहाँ सिम्बल गर्नुहोस् न। म फास्ट भयो कि फ्लोहरू के छ कमेन्टमा लेख्नुहोस् केही। ठिक छ, साथीहरूको मेसेजहरू आइरहेको छ। ठिक छ, म हेर्दैछु। अब यसमा साथीहरू सूचना माग्ने प्रोसेस अलिकति जान्नुपर्छ। हेर्नुहोस्, सूचना कसलाई माग्न थाहा पाइसक्नुभयो, सूचना किन माग्न थाहा पाइसक्नुभयो। अब माग्ने प्रोसेस त थाहा हुनु पऱ्यो नि, प्र्याक्टिकल त थाहा हुनु पऱ्यो नि। नियम के हो भने सूचना अधिकारी भने व्यक्तिलाई सम्बोधन गरेर हामी एउटा चिठी लेख्छौँ, एउटा निवेदन लेख्छौँ। ठाडो निवेदन हुन्छ, तर एउटा हामीसँग फर्मेट छ। अब फर्मेट कहाँ छ सोध्नुहुन्छ तपाईँहरूले? कानुनमा फर्मेट छैन। यो फर्मेट चाहिँ राष्ट्रिय सूचना आयोगको एउटा बैठकले निर्णय गरेको फर्मेट हो। तर त्यही फर्मेटको को आधारमा म तपाईँहरूसँग छलफल गर्छु। त्यो फर्मेटमा लेख्न पनि सिकाउँछु म तपाईँहरूलाई। यसले के भन्छ भने सूचना अधिकारीलाई सम्बोधन गरेर एउटा पत्र लेख्ने। त्यो पत्र लेखिसकेपछि सूचना अधिकारीलाई 15 दिन टाइम हुन्छ। किनकि आज मागिहाल्नुभयो, उसले तुका तु दिइहाल्ने कुरा होइन नि यो त, होइन। उसले खोज्नुपर्छ, उसले आफ्नो डकुमेन्टहरू, आफ्नो पुरै पुरानो पुरानो लिखतहरू सबै उसले पल्टाउनु पर्छ। भनेपछि उसलाई 15 दिन टाइम हुन्छ। 15 दिनभित्र उसले तपाईँलाई सूचना उपलब्ध गराउने भयो। भनेपछि आज 2 गते रहेछ, 2 तारिक होइन, आज 1 तारिक रहेछ। भनेपछि तपाईँ आज सूचना माग्नु हो भने 16 तारिकसम्म तपाईँलाई दिनुपर्छ। अब सूचना अधिकारीले सूचना दिएन, एउटा अवस्था दिएन, म दिन्न भन्यो। किन दिनु पर्यो? अर्को आंशिक रूपमा दियो। तपाईँ 5वटा क्वेसन सोध्नु भएको थियो,
तपाईँले दुईटा मात्र क्वेसनको जवाब दियो अरे, अथवा गलत सूचना दियो। म चाहिँ खेलकुदमा कति बजेट छ सोधेको छु, उहाँ चाहिँ महिला विकासमा कति बजेट छ भनेर एन्सर दिनुभयो। भयो त? भएन नि। सो यसरी त्रुटि भयो भने सूचना अधिकारीले कि त सूचना दिएन, कि त सूचना दिए पनि आंशिक रूपमा दियो, कि त गलत सूचना दियो भने हामी 7 दिनभित्र कहाँ जानुपर्छ? कार्यालय प्रमुखमा उजुरी दिन जानुपर्छ। यो कुरा याद राख्नुहोस्। 15 दिनसम्म कार्य सूचना अधिकारीलाई टाइम छ, उसले सूचना दिनुपर्छ। 15 दिन पुग्यो, सूचना नै दिएन, 7 दिनभित्र हामी कहाँ जाने? कार्यालय प्रमुख कहाँ उजुरी लिएर जाने। सूचना त दिए थियो तर आंशिक रूपमा दिए थियो, त्यो अवस्थामा पनि उजुरी लिएर जाने। सूचना त दिए थियो तर गलत सूचना दिए थियो, त्यो बेला पनि हामी कहाँ जाने? त्यही कार्यालय प्रमुखमा जाने। यो कुरा पनि 7 दिन र 15 दिनको जुन मैले टाइम फ्रेम भनेको छु, अब तपाईँ 15 दिन पछि जानु, 15 दिनको अगाडि जानुभयो, 12 दिनमा गइहाल्नुभयो भने पाउनु हुँदैन। यहाँ हतार गरेर हुँदैन। कानुनले जे म्याद तोकेको हुन्छ नि, त्यो म्यादभित्र जानुपर्छ तपाईँ। मलाई सिरियस छ नि त, मलाई अलिक बढी महत्त्वपूर्ण छ, म अलिक बढी इम्पोर्टेन्ट छु भनेर हुँदैन साथीहरू। 15 दिन भनेको 15 दिन कुर्नै पर्छ। अब कार्यालय प्रमुखले पनि दिन्न भन्थ्यो, ल अब के गर्ने त? घर फर्किने? नफर्किने? कार्यालय प्रमुखले दिन्न भन्यो भने म तपाईँलाई भनेको थिएँ नि, यहाँ काठमाडौँमा एउटा राष्ट्रिय सूचना आयोग भन्ने बनाएको छ। त्यो राष्ट्रिय सूचना आयोगमा 35 दिनभित्र उजुरी दिने, त्यसलाई पुनरावेदन भन्छ। त्यो चाहिँ कार्यालय प्रमुखले गरेको निर्णय उप चित्त बुझेन भने 35 दिनभित्र कहाँ दिने? सूचना राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दिने। अब राष्ट्रिय सूचना आयोगले 60 दिन टाइम लाउँछ। यो आयोगले 60 दिन टाइम लाउँछ, निर्णय गर्छ। र राष्ट्रिय सूचना आयोगले गरेको निर्णय पनि चित्त बुझेन, त्यो पनि हुनसक्छ नि त, उसले पनि दिन्न भनिदियो भने तपाईँ 35 दिनभित्र उच्च अदालत जानेर मुद्दा हाल्नुहुन्छ। यसरी अदालतमा गएर विषय टुङ्गिन्छ। अब अदालतले दिन्न भन्यो भने सक्यो, अब त्योभन्दा बाहेक अरू हजुरसँग बाटो हुँदैन। भनेपछि सूचना अधिकारी हुँदै, कार्यालय प्रमुख हुँदै, राष्ट्रिय सूचना आयोग हुँदै हामी कहाँसम्म आउनुपर्ने रहेछ? अदालतसम्म पनि आउन सक्नुपर्ने अवस्था हुनसक्छ। अब हाम्रो देशमा धेरै युवाहरू हुनुहुन्छ जसलाई सूचनाको अधिकारमा सक्रिय भएको, पुरस्कार प्राप्त गर्नुभएको छ, मानव अधिकार पुरस्कारहरू हासिल गर्नुभएको छ। उहाँहरूको आफ्नै कथा छ। कति कति मान्छेले त आफ्नो यो युवा जीवन सूचनाको अधिकारमा बलिदान नै गरिदिनु भएको छ। उहाँले कति धेरै मान्छेले लोकल लेभल, यो स्थानीय तहहरूलाई सिरियस बनाउनको लागि, जवाबदेही बनाउनको लागि केही मान्छेको यो पेसा नै हो यो। यसकारण यो विषय तपाईँले माइन्डली जान्नु भएको छ भने स्थानीय तह तपाईँबाट डराउँछ, थरथर हुन्छ स्थानीय तह। कुनै पनि कैफियत गर्न खोजिरहेछ भने, कुनै पनि गलत काम गर्न खोजिरहेछ भने तपाईँ उहाँहरूको फेरि तारो बन्नुहुन्छ कि। यसले त तपाईँहरूले हिरो पनि त बनाउँछ नि त एक हिसाबले। यो हिसाबले यसको युटिलिटी, यसको प्रयोग यति राम्रो छ, यति कामयाब कुरा हो यो। अब इम्पोर्टेन्ट कुरा, अब म त पैसा लाग्छ कि लाग्दैन भनेर जान्नु पर्ला नि त। के सूचना बाबत पैसा लाग्छ? के लाग्छ साथीहरू? पैसा लाग्छ भन्नेहरूले हात उठाउनुहोस् न। पैसा लाग्छ होला जस्तो हात उठाउनुहोस् न। ठिक छ। अब यसको जेनरल रुल के हो भने 10 पेजसम्मको सूचना छ भने पैसा लाग्दैन, फ्री। 10 पेजसम्म है, 10 पेज भनेको जस्तै यो एउटा पेज भयो नि, एउटा पेज भयो, यस्तो 10वटा पेजसम्मको सूचना छ भने यु विल गेट द इन्फर्मेसन फ्री अफ कस्ट, नो फी। अब 10 पेजभन्दा बढीको, अब तपाईँले म 4वटा किताबै लग्छु भन्नुभयो भने त बिचरा उनीहरूलाई पनि त प्रेसमा, छाप्नमा, प्रिन्ट गर्न पैसा लागेको हुन्छ नि त। 10 पेजसम्म फ्री हो। त्यसपछि हरेक एक्स्ट्रा पेजको 5 रुपियाँ हो। सानो साइजको पेपर छ भने एक्स्ट्रा पेजको 5 रुपियाँ, ठुलो आकारको पेपर छ भने एक्स्ट्रा पेजको 10 रुपियाँ हो। यो चाहिँ कन्ठ गर्नुहोस्। अब अध्ययन अवलोकनमा जानुभयो, मैले अघि भनेको छु, यो त कागजात लिने कुरा मात्र होइन रहेछ, यो त भ्रमण गर्ने कुरा पनि रहेछ। अब भ्रमण गर्न जानुभयो भने 1 घन्टाको 50 रुपियाँ लाग्छ है, 1 घन्टाको 50 रुपियाँ लाग्छ। यो कुरा नि बुझ्नुहोस्। अब बढी पैसा लियो भने आयोगमा उजुरी दिन पाइन्छ। अब के मौखिक रूपमा सूचना माग गर्न सकिन्छ त? सिधै जाने सूचना अधिकारीज्यू, सूचना दिनुहोस्, यो नगरपालिकामा जनप्रतिनिधिहरूले के कति सेवा सुविधा प्राप्त गर्नु भइरहेको छ, यो कानुन बमोजिम छ कि छैन, मलाई जान्न मन लाग्यो, सूचना दिनुहोस् भन्नुभयो भने मौखिक रूपमा तपाईँले सूचना पाउनुहुन्छ त? पाउनुहुन्छ। कसलाई लाग्छ? हात उठाउनुहोस् न। यसको जवाब छ पाउनु हुँदैन साथीहरू। कानुन चाहिँ लिखितम हुन्छ कि बकितम हुँदैन। कानुनमा लेखिएको कुराहरूले महत्त्व हासिल गर्छन्। यसकारण अब दुईटा अवस्थामा पाउनुहुन्छ। अब तपाईँ लेख्न नसक्ने मान्छे हो भने, तपाईँ निरक्षर हुनुहुन्छ, स्कुलै जानु भएको छैन, पढ्नु भएकै छैन भनेर अब के गर्ने? अथवा शारीरिक रूपले लेख्न नसक्ने हुनुहुन्छ, तपाईँको औँलै छैन, हातै छैन, विशिष्ट क्षमता भएको व्यक्ति हुनुहुन्छ भने तपाईँले लेखेको कुरा कर्मचारीले आफै लेखेर
तपाईँको वकितमलाई लिखितमा चेन्ज गरेर तपाईँलाई सूचना दिन सक्छ। त्योभन्दा बाहेक मलाई लाग्छ हामी यहाँ भएका सबै देशका अ, राम्रा युवाहरू हौ, क्षमता भएका युवाहरू हौ, हामी सबै यो क्याटेगोरीमा हामी पर्दैनौँ। हामी लेख्न पनि जान्छौँ, हामी साक्षर पनि छौँ। भनिसकेपछि हामी लेखेर सूचना माग्नुपर्छ, हामी नलेखेर सूचना माग्न पाउँदैनौँ साथीहरू। अब म लास्टमा एउटा कन्क्लुजन भन्छु। अघि पनि भनेको थिएँ, थोमस जेफरसन भन्ने व्यक्तिले के भन्नुभएको छ भने इन्फर्मेसन इज द करेन्सी अफ डेमोक्रेसी। यो डेमोक्रेसीमा डलर ठुलो कुरा होइन, यो डेमोक्रेसीमा इन्फर्मेसन ठुलो कुरा हो। ठुलो व्यापार छ नि इन्फर्मेसनको। कति तपाईँहरूलाई थाहा पाउनु भएको छ, सूचनामा पहुँच हुनु भनेको अब लडाइँ पनि सूचनाको लागि हुन्छ, तेस्रो विश्वयुद्ध पानीको लागि हुन्छ भन्छ, चौथो विश्वयुद्ध भइहाल्यो भने त्यो चाहिँ सूचनाको लागि हुन्छ साथीहरू। यति धेरै सूचनाको गरिमा महत्त्व बढेर गएको छ कि यसकै खोजबिन डेटाले डेटा फर डेभलपमेन्ट एउटा कन्सेप्टै आएको छ त, D4D भनेर। डेभलपमेन्ट हुनको लागि डेटा चाहिन्छ। डेटा जहाँ राम्रोसँग प्रशोधन गर्न पाइँदैन, गरिँदैन, त्यो अवस्थामा हामी केही पनि विकासका परिकल्पनाहरू राख्न सक्दैनौँ। यति गरिसकेपछि म अब तपाईँहरूसँग एक्स्ट्रा 5 मिनट्स म लिन्छु। म तपाईँहरूलाई ड्राफ्टै हेराउँछु यो निवेदन कसरी लेख्ने। त्यसपछि एकदम तपाईँहरूका मल्टिपल क्वेसन्सहरू मनमा खेलिरहेछन्, म बुझ्दैछु। ती क्वेसन्सहरूलाई हामी एक एक क्वेसन्सहरू हामी डिस्कस गर्छौँ र आजको यो क्लासलाई हामी त्यसरी हामी यसलाई क्लोज गर्ने हामी योजना राखेका छौँ। अब साथीहरू यहाँ मैले यो एकदम सजिलो छ, यो सूचनाको हकको यही मात्र फर्मेट हो। मेरो अलिकति भाषा फरक परिहाल्यो, चिन्ता नलिनु होला। अब कानुनमा हाम्रो कतिपय कुराहरू हुन्छन्, जे छ फर्मेट हामी त्यही मान्नुपर्छ यान्त्रिक रूपमा। तर सूचनाको हकको फर्मेटमा फ्लेक्सिबिलिटी छ। किनकि एउटा अनुमान के गर्छ भने कानुन पढेकोले त मात्र लेख्दैन नि यो त। यो त समाजशास्त्र पढ्ने, अर्थशास्त्र पढ्ने, राजनीतिशास्त्र पढ्ने, इन्जिनियरिङ पढ्ने, मेडिसिन पढ्ने जोसुकैले लेख्ने कुरा हो नि यो त। यसकारण यसमा फर्मेटमा त्यति धेरै कडाइ डराइराख्नु पर्दैन। मलाई त नेपाली मेरो कमजोर छ, म त निवेदनै लेख्न जानेको छैन भन्नेहरूले पनि सक्नुहुन्छ यो, त्यसरी आत्तिनु पर्दैन साथीहरू। अब A4 साइज पेपरमा लेख्ने, कलमले हस्तलिखित गर्दा पनि भयो, होइन मलाई टाइपिङ जाने छु भनेर प्रिन्ट गरेर निकाल्दा पनि भयो, अथवा होइन म त प्रविधिमा रमाउँछु, तपाईँले इमेल आइडी पनि थियो नि सूचना अधिकारीको, इमेलबाट पनि माग्न पाउनुहुन्छ। अब इमेलबाट माग्नु भयो भने उहाँहरूले त्यही तपाईँको सूचनालाई स्क्यान गरेर तपाईँको इमेलमा फिर्ता पठाइदिनुहुन्छ। अब तपाईँसँग अप्सन छ इमेलबाट माग्ने कि त्यही गएर माग्ने कि कलमले पेपरमा लेख्ने कि प्रिन्ट गर्ने कि, यो तपाईँहरूको अब चोइसको कुरा भयो। सबभन्दा अगाडि मिति लेख्ने, यो सूचनाको अधिकार कहिले माग्नु भएको छ त्यो मिति लेख्नु होला। श्रीमान सूचना अधिकारी ज्यू सिधा लेख्नुहोस्। कार्यालय भक्तपुर नगर कार्यपालिकाको कार्यालय होला, यति त्यो यो जिल्ला प्रशासन कार्यालय होला। स्क्रिन सेयर भएन हो, हो। एकछिन म यहाँ मिलाएर म भन्छु। यहाँ छ। अब भयो। भयो भयो। ओके ओके, थ्याङ्क यू दाइ। अब यहाँ मितिमा तपाईँले जहिले सूचना माग्नुहुन्छ त्यो मिति लेख्नु होला। त्यसपछि यो माथि यो लेख्नु परेन, यो श्रीमान सूचना अधिकारी ज्यू लेख्नुहोस्। त्यसपछि कार्यालयको नाम सजिलो छ नि, जिल्ला प्रशासन कार्यालय होला, जिल्ला मालपोत कार्यालय होला, जिल्ला अदालतै होला, कारागार त्यो कार्यालयको नाम लेख्नुहोस्। तल ठेगाना लेख्ने हो, वीरगञ्ज होला, जुम्ला होला, होइन दोलखा होला, चरीकोट होला, बिदुर होला, भक्तपुर होला, जे छ ठेगाना त्यो फुल ठेगाना लेख्नु होला। विषय सेम यही कपी पेस्ट गरिदिने हो। सूचना तथा विवरणको प्रमाणित प्रतिलिपि पाऊ भन्ने, पाऊ बारे अन्डरलाइन गर्नु होला। अब महोदय, अब अलिकति यहाँ छोडेर उपयुक्त सम्बन्धमा अब एकजना हुनुहुन्छ भने म लेख्ने, दुईजना या बढी हुनुहुन्छ भने हामी लेख्नु होला। यो कमन यो जोइन्ट तरिकाले पनि माग्न सकिन्छ साथीहरू। उपयुक्त सम्बन्धमा म निवेदकलाई वा हामी निवेदकलाई कुनै एउटा लेख्नु होला। यस कार्यालयमा रहेका तफसिलमा उल्लेखित विवरण तथ्याङ्क तथा सूचना मेरो छ भने एकजना हुनुहुन्छ भने मेरो, एकजनाभन्दा बढी हुनुहुन्छ भने हाम्रो। यो डट 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 प्रायोजन लेखेको छ नि, अब यहाँ लेखिदिनु होला हाम्रो अनुसन्धान प्रायोजनको लागि अथवा हाम्रो अध्ययन प्रायोजनको लागि, जे तपाईँको उद्देश्य छ नि। अब हामी जस्ता हाम्रो हामी युवा पिँढीको के नै उद्देश्य हुन्छ र, हामी त्यही त अध्ययन अनुसन्धान गर्नको लागि माग्छौँ। केही त्यहाँ कमजोरी छ भने त्यो पहिले ल्याउनको लागि मागेका हुन्छौँ। यसकारण मेरो अनुसन्धान प्रायोजन भनिदिनुहोस्, अध्ययन प्रायोजन भनिदिनुहोस्, जे भन्दा नि हुन्छ।
लागि आवश्यक परेको जानकारी गराउन चाहन्छु। उक्त सूचना नेपालको संविधानको धारा 27 तथा सूचनाको हक सम्बन्धी ऐन 2064 को दफा 3 र 7 अनुसार ती सूचना तथा जानकारीको प्रमाणित प्रतिलिपि उपलब्ध गराइदिनु हुन यो अनुरोध गर्छु। यो चाहिँ खासमा राष्ट्रिय सूचना आयोगको एउटा बोर्ड बैठकले पारित गरेको फर्मेट हो। यो भन्दा पनि तपाईँ राम्रो फर्मेट लेख्न सक्नुहुन्छ, अथवा यसलाई अलिकति फरक पारेर लेख्न सक्नुहुन्छ, त्यसमा समस्या छैन साथीहरू। तर म तपाईँलाई के मात्र भन्छु भनेर नेपालको संविधानको धारा 27 तपाईँको लिखतमा आउनै पर्यो। सूचनाको हक सम्बन्धी ऐन 2064 को दफा 3 र 7 जसले सूचना प्राप्त गर्ने अधिकार प्रदान गर्छ, ती ऐनको दफाहरू लेख्नुभयो भने कर्मचारी डराउँछ कि। किनकि ऊ पनि त लोकसभामा सूचनाको हकको परीक्षा पास गरेरै गएको हुन्छ नि। त्यो त त्यो लोकसभाको खरिदार सुब्बा अधिकृतहरू त सूचनाको हक सम्बन्धी ऐनको बारेमा लङ क्वेसन गरेर गएको हुन्छ। उसले त्यो विषयको महत्त्व बुझेको हुन्छ कि। अनि उसले दफा हेर्ने बित्तिकै उसलाई पनि डर हुन्छ। यो भोलि मैले सूचना दिइनँ भने यो मान्छे कार्यालय प्रमुखमा जान्छ, कार्यालय प्रमुखमा गयो भने भोलि म विभागीय कारवाहीमा पर्न सक्छु, अथवा भोलि त्यो विषय उता अदालतसम्मै गयो भने मलाई जरिवाना हुन सक्छ, मेरो इन्टिग्रिटी घट्छ। कर्मचारी पनि डराउँछ कि। यदि यो कानुनको प्रक्रिया चाहिँ तपाईँ जान्नु भएको छ भने अब फोन गरेर सूचना अधिकारीज्यू मलाई यो सूचना दिनुहोस् भन्नुभयो भने त अब कसले मतलब गर्नु, किन गर्नु। यसकारण कागज यो लैजानु होला। सबभन्दा अगाडि नगरपालिकाको कुनै पनि कार्यालयको दर्ता शाखा हुन्छ, दर्ता नम्बर लिनु होला। दर्ता गराउनु भएन भने त्यो भ्यालु हुँदैन साथीहरू। एउटा स्कुलमा एडमिसन गराएर जानु अनि स्कुलमा यसै घुम्न जानुमा फरक छ नि त। एडमिसन गराउनु भयो भने तपाईँ त्यहाँको भ्यालिड विद्यार्थी हो, तपाईँको थुप्रै अधिकार दायित्व त्यहाँ सिर्जना भएको हुन्छ। घुम्न मात्र जानुभयो भने त्यो के भयो, केही पनि भएन। यसकारण जाने बित्तिकै सुरुमा यो निवेदन दर्ता गराउने, तपाईँलाई दर्ता नम्बर आउँछ। अनि यो सूचना अधिकारीलाई दिने हो, अरूलाई दिने होइन, यो कुरा क्लियर हुनु। सूचना अधिकारी छैन भने कार्यालय प्रमुखलाई दिने हो। अब तपसिल लेखेर 1-2मा सजिलो गरी छोटो भाषामा जति नै हुनसक्छ है, 5वटा 6वटा 7वटा 10वटा जतिवटा क्वेसन भयो भने लेख्न सक्नुहुन्छ। अब आइडियल भनेको 2-3वटा भन्दा बढी नसोध्नुहोस्। अब एक लेखिदिनुहोस्। जस्तै मलाई के जान्न मन लाग्यो भने यो मेरो नगरपालिकामा कन्स्ट्रक्सनले निर्माण गरिराखेको पुल कति बजेटमा बनेको छ भने मलाई जान्न मन लाग्यो। सो भक्तपुर नगरपालिका वार्ड नम्बर 4मा निर्माणाधीन यो नदी जोड्ने यो गाउँ जोड्ने पुल कुन कन्ट्र्याक्टरलाई दिएको हो त्यसको विरत जानकारी उपलब्ध गराइदिनुहोस्। एउटा क्वेसन भइहाल्यो। अथवा त्यसको प्रमाणित प्रतिलिपि उपलब्ध गराइदिनुहोस्। तपाईँ जसरी लेख्नुहोस् त्यो एकदम डिपेन्ड अपन यो कति भाषागत रूपमा कति त्यसलाई आर्टिस्टिक बनाउनुहुन्छ त्यो आफ्नो कुरा हो। त्यसै गरी अर्को क्वेसन बनाउनुहोस्। यो 1 2 3 4 जतिवटा क्वेसन छ एक लाइन त्यसको प्रमाणित प्रतिलिपि भनेर इन्ड गर्नुहोस्। त्यसको नक्कल उपलब्ध गराइदिनुहोस् भन्नुहोस्। त्यो चाहिँ यही गर्नु भन्नुपर्छ, यही लेख्नुपर्छ भन्ने छैन। त्यो चाहिँ तपाईँहरूले भाषा मिलाउनु होला। अब यो तल सारिदिनु होला। माथि उल्लेखित सूचनाको प्रतिलिपि छिटोभन्दा छिटो उपलब्ध गराउनु हुन अनुरोध गर्दछु। यो अलिकति पोजिटिभ प्रेसर क्रिएट गरे हो। उल्लेखित सूचना उपलब्ध गराउँदा लाग्ने कानुन बमोजिमको शुल्क बुझाउन तयार छु भन्ने। अनि निवेदक यहाँ नाम लेख्नु होला, ठेगाना लेख्नु होला, फोन नम्बर लेख्नु होला, इमेल छ भने इमेल लेख्नु होला। यहाँ तल हस्ताक्षर छुटेको छ, हस्ताक्षर लेखेर आफ्नो साइन हानिदिनु होला। र एउटा आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि अथवा तपाईँको राष्ट्रिय परिचय पत्रले बनेको हुनसक्छ, त्यसको प्रतिलिपि पनि यो निवेदनसँगै एट्याच गरेर नगरपालिकाको सूचना अधिकारीलाई दिनु होला। अब मलाई सोध्नुहुन्छ होला किन नागरिकता चाहियो मेरो? किनकि सूचनाको अधिकार नेपालको नागरिकलाई दिएको अधिकार हो, व्यक्तिलाई दिएको अधिकार होइन साथीहरू। व्यक्ति र नागरिकमा फरक छ नि। नेपालमा त विदेशका खैरे पनि घुम्न आउँछन्, अफ्रिकाका मान्छे पनि घुम्न आउँछ नेपाली त्यो भूगोलभित्र। त्यो सबै मान्छे व्यक्ति हो। तर जसको नागरिकता छ त्यो चाहिँ नागरिक हो। भोलि म युरोप जाँदाखेरि म के हुन्छु? म नागरिक त्यहाँको हुन्न नि, म त्यहाँको व्यक्ति मात्र हुन्छु। अब म युरोप गएँ अनि युरोपमा त्यहाँको कुनै सरकारी कार्यालयमा मलाई यो सूचना देऊ भन्यो भने मलाई दिन्छन् उनीहरूले? कुटेर पठाउँछन् त्यहाँ गार्डहरूले। यो अधिकार भनेको कसलाई हो? नागरिकलाई हो। यसकारण म नागरिक हो भन्ने कुरा पुष्टि गर्नु परेन तपाईँले? पर्यो। यसकारण तपाईँ आफ्नो नागरिकताको प्रतिलिपि दिनुहुन्छ। भोलि कर्मचारीले किन ल्याइनुहोस् भन्यो भने उसले भन्न पाउँछ है। किनकि ऊ पनि त कन्फर्म हुनु पऱ्यो नि तपाईँ नेपालको नागरिक हो भन्ने कुरा। सो नेपाली नागरिकता प्रमाण प्रतिलिपि तपाईँले लगेर जानु भएको छैन भने तपाईँको कमजोरी हो। सो नागरिकताको प्रमाणपत्रको प्रतिलिपि हुनु पर्यो। यो निवेदन एफोर साइज पेपरमा गर्नु पर्यो, नेपाली कागज चाहिँदैन, एफोर साइज पेपर हुनु पर्यो। नेपाली नागरिकताको प्रमाणपत्र तपाईँ लगिहाल्नुहुन्छ, त्यसको नक्कल डुप्लिकेट एट्याच गर्नुहुन्छ, स्टिच गर्नुहुन्छ, नगरपालिकामा जानुहुन्छ, कुनै सार्वजनिक कार्यालयमा जानुहुन्छ, दर्ता गर्न कहाँ हो दर्ता गर्न सोध्नु होला, दर्ता गरिदिन्छन्। अनि यो तपाईँले दिनु होला। अनि तपाईँ कुर्ने समय कति हो? 15 दिन हो। 15 दिनभित्र तपाईँलाई जानकारी आउँछ। तपाईँ फोन नम्बर दिएको त्यस कारण हो। फलानुजी तपाईँको सूचनाको यस्तो छ, आउनुहोस् लिन आउनुहोस् भन्छ, अथवा तपाईँको मेलमा पठाइदिएछु भनिदिन्छ। अब त्यो हिसाबले तपाईँ सूचना प्राप्त गर्नुहुन्छ। सूचना प्राप्त गर्नु भएन भने उध्रिदिनु होला। अब उध्रिदिने छुट्टै फर्मेट छ फेरि।
यो छ उजुरी दिने फर्मेट। अब यसको बारेमा सजिलो छ, यो पनि मिति लेख्ने, श्रीमान कार्यालय प्रमुखज्यू लेख्ने, अब कुन कार्यालय हो कुन ठेगाना हो सेम माथि कुरा भइहाल्यो। अब तिनवटा अवस्था मैले भनेको थिएँ नि, कि त सूचना उपलब्ध नगराएको, कि त आंशिक रूपमा सूचना उपलब्ध गराएको, कि त गलत रूप सूचना दिएकोले सूचना अधिकारीलाई कारवाही गरी सूचना उपलब्ध गराइपाऊ। यो तिनवटा मध्ये कुनै एउटा रोज्नु होला। कि त सूचना उपलब्ध गराएको छैन, कि त आंशिक रूपमा सूचना उपलब्ध गराएको छ, कि त गलत सूचना दिएको छ। तिनवटा मध्ये कुनै एउटा लेखेर दिएकोले सूचना अधिकारीलाई कारवाही गरी सूचना उपलब्ध गराइपाऊ भन्नु होला। अनि यसै गरी उपयुक्त सम्बन्धमा म निवेदकले यस कार्यालयको सूचना अधिकारीलाई सम्बोधन गरी मिति, अब यो मा चाहिँ कुन मिति, पहिला जुन निवेदन दिनुभएको थियो नि त्यसको मिति लेख्नु होला। मा सार्वजनिक सरकारको तफसिलमा उल्लेखित सूचना माग गरेकोमा सूचनाको हक सम्बन्धी ऐन 2064 को दफा 7 को उपदफा 3 मा उल्लेखित अवधिभित्र सूचना उपलब्ध नगराएको, आंशिक रूपमा सूचना उपलब्ध गराएको, गलत सूचना दिएको, कुनै एउटा रोज्नु होला। माथिको एउटा कुनै रोज्नु पर्यो, किनकि कुनै एउटा कन्डिसन हुन्छ। ले सूचनाको हक सम्बन्धी ऐन 2064 को दफा 9 को उपदफा 1 बमोजिम यो उजुरी पेश गरेको छु भन्नुहोस्। तलको सेम लेखिदिनुहोस्। तफसिलमा चाहिँ जे माथि क्वेसन सोध्नु भएको थियो नि सूचना अधिकारीलाई, त्यही क्वेसन कपी पेस्ट गरिदिने हो। यहाँ पनि निवेदक लेख्नु होला, नामसाम लेख्नु होला, माथि जस्तै सेम लेख्नु होला। भनेपछि जस्तै यहाँ छ नि, यहाँ सेम। अब यसलाई फोटो तपाईँहरूले स्क्रिनसट लिनुहोस् भन्छु म। अनि यो सजिलो छ, यो फर्मेट, यो ऐनको दफाहरू हेऱ्यो भने कर्मचारीहरू डराउँछ। ऐनहरू नलेखेर यसै ठाडो निवेदन लेख्नु हो भने तपाईँलाई मतलब नगर्न सक्छ। अब मैले तपाईँलाई दुइटा कुरा सिकाएँ। एउटा सूचना अधिकारीलाई सूचना माग्ने, सूचना अधिकारीलाई सूचना दिएन भने कार्यालय प्रमुखलाई दिने उजुरी पनि सिकाएँ। अब हामी सबै कानुनको विद्यार्थी त यहाँ छैनौँ, हामी डाइभर्स ब्याकग्राउन्डका छौँ। अब तपाईँहरू पढ्नु होला, सूचनाको हक सम्बन्धी ऐनकै त्यहाँ अनुसूचीमा हामीसँग अब पुनरावेदन गर्नु पर्यो राष्ट्रिय सूचना आयोगमा भने त्यो पुनरावेदनको ढाँचा पनि छ। त्यही त्यहाँ पनि तपाईँले चित्त बुझेन भने तपाईँ रिट जानुहुन्छ हाइकोर्टमा, त्यो रिटको ढाँचाहरू पनि छ। सो त्यो कुराहरू हामीलाई आवश्यक छैन अहिले तत्कालको लागि। दुईटा कुरा, एउटा सूचना अधिकारीले लेख्ने निवेदन, अर्को सूचना अधिकारीले दिएको निवेदनमा चित्त बुझेन, सूचना अधिकारीले दिएको सूचनामा कि त सूचनै दिएन, कि त सूचना आंशिक रूपमा दियो, कि त गलत सूचना दियो भने निजलाई कारवाही गरिपाऊ भनेर कार्यालय प्रमुखलाई दिने निवेदन, उजुरीको निवेदन मैले सिकाएको छु तपाईँहरूलाई। यति गरेर म अब कन्क्लुडै गरेँ। साथीहरूले मजाले सुनिदिनु भयो। अब ठ्याक्कै साथीहरूको के क्वेसन्सहरू छ पालै पालो मलाई छोटोमा क्वेसन्सहरू सोध्नु होला साथीहरू। ओके जयजी, ल स्टार्ट गरौँ। हजुरलाई म्युट गर्नुपर्छ होला हामीलाई। ल हजुर मेरो त्यहाँ आवाज सुनिरहेछ है? सुन्ने छ। सर्वप्रथम यस अनलाइन सत्रमा सम्पूर्णलाई रात्रिकालीन नमस्कार। म जय गुप्ता। म आफ्नो प्रश्नतर्फ नै लाग्छु है अब। हुन्छ। नेपालको संविधान 2072 को दफा 27ले सूचनाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरे पनि व्यवहारिक कार्यान्वयनमा गम्भीर प्रश्न उठेका छन्। सूचना अधिकार ऐन 2064 बमोजिम सूचना दिनुपर्ने कानुनी व्यवस्था रहे पनि सूचना आयोगले प्रतिवेदन अनुसार करिब 60% सरकारी कार्यालयमा तोकिएको 15 दिनभित्र जानकारी उपलब्ध गराउने असफल भएका छन् भने झन्डै 40% सूचना अधिकारीले अझै पनि आफ्ना कानुनी जिम्मेवारीबारे अपरिचित छन्। पत्रकार, नागरिक तथा नागरिक समाजका जनप्रतिनिधिहरूले भ्रष्टाचार, सार्वजनिक बजेट दुरुपयोग, वातावरणीय उल्लङ्घन जस्ता संवेदनशील विषयमा जानकारी लिन खोज्दा बारम्बार गोपनीयताको आडमा सूचना अस्वीकार गर्दै आफ्नो गुनासो गर्दै आएका छन्। यस्तो अवस्थामा एक गम्भीर र विवादात्मक प्रश्न उठ्छ, के नेपालमा सूचनाको हक वास्तवमै सर्वसाधारणको लागि प्रभावकारी रूपमा लागू भएको छ त, कि यो केवल शक्तिशालीहरूले का लागि मात्र सीमित भएको हक हित भन्दा राजनीतिज्ञ स्वार्थ र गोपनीयको खोलमा लुकेको एक प्रतीकात्मक मौलिक हक मात्रै हो? ठिक छ ठिक दाइ, छ, म तपाईँको प्रश्नको सेन्स मैले बुझिसकेको छु। तपाईँले सूचनाको अधिकारको कार्यान्वयनको अवस्था र कानुनमा भएका व्यवस्थाको बिचमा ठुलो खाडल रहेछ भन्ने तर्फ सङ्केत गर्न खोज्नु भएको छ। म तपाईँको जवाबमा आउँछु। अब अर्को क्वेसनमा जाऊँ। म लास्टमा सबै साथीहरूको प्रश्नमा म यहाँ टिप्दैछु। म पालै पालो भन्दा पनि एग्रिगेट लास्टमा म सबैको जवाब दिन्छु। ल जय सरको मैले क्वेसन टिपेको छु। ल डिबी भण्डारी भाइ, म तपाईँलाई अनम्युट गर्छु। ल हजुर 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 अनम्युट हुनु होला, बोल्दा हुन्छ। ओके डिबी डिबी भण्डारी। ओके दिवेश दिवेश महतो।
सर मलाई यो के भन्छ सूचनाको हक सम्बन्धी जुन ऐन छ 2064 को त्यो मैले हजुर पढ यसमा भएको जुन दफा 27 छ सूचनाको वर्गीकरण सम्बन्धी व्यवस्था यसको बारेमा हजुर थोरै प्रकाश चाहिँ पारिदिनुहुन्थ्यो भने मलाई ओके अलि ओके म भनिदिन्छु ल ल उहाँले इन्फर्मेसनको क्लासिफिकेसनको बारेमा सोध्नु भएको छ थ्याङ्क यू अरू डिबी भण्डारी ल डिबी भण्डारी तपाईँको आवाज सुनिएको छैन ओके शिशिर शिशिर तिरुवा शिशिरजी हजुर मेरो भन्नुहोस् नाम नितिन पुरिया, सुदूरपश्चिमबाट। मेरो हजुर प्रश्नमा चाहिँ होइन, मेरो प्रश्न के छ भन्दाखेरि हामी चाहिँ सूचना लिन जाँदाखेरि सूचना अधिकारी वा कार्यालय प्रमुखबाट सूचना लियौँ भने त्यो सूचना चाहिँ एक्युरेट छ कि छैन भनेर हामीले कसरी थाहा पाउँछौँ? यो सूचना के छैन र अलिकति आवाज लाउड आएन तपाईँको सूचनाको बारेमा के फेरि रिपिट गर्नुहोस् न हामीले चाहिँ कार्यालयमा सूचना अधिकारीबाट वा कार्यालय प्रमुखबाट सूचना लियौँ भने त्यो सूचना चाहिँ एक्युरेट छ कि छैन भनेर हामीले कसरी थाहा पाउने? यो सूचनाको अथेन्टिसिटी भन्नुभयो हजुर त्यो चाहिँ ओके एक्युरेट ओके सूचना छ कि छैन, उहाँहरूले हामीले प्रदान गर्नुभएको सूचना चाहिँ एक्युरेट सूचना हो कि होइन भने हामीले कसरी ओके छुट्याउनु त्यसलाई? ओके ठिक छ ठिक छ ठिक छ स्रोत सूचना नै सत्य हो कि होइन भन्ने कुरा आयो ल प्रवीण यादव प्रवीणजी तपाईँ हेलो हजुर भन्नुहोस् मेरो प्रश्न चाहिँ होइन जस्तै अब यो सूचनाको राइट टु इन्फर्मेसन छ जुन होइन आरटिआई हजुर अनि यसमा चाहिँ कुन कुन सिचुएसन कुन कुन क्राइटेरिया त्यस्तो पनि त होला देखेर त्यसो जस्तै अब नेसनल सिक्युरिटीको कुरामा होइन यस्तो यस्तो कुरामा लाइक आरटिआई मिल्न सक्छ कि मिल्दैन लाइक कुन सर्कमस्टान्सेसहरूमा मिल्दैन त्यस्तो मैले तपाईँ फुल क्लास गर्नुभयो त हाम्रो आजको हजुर गर्न गरेको थिएँ हजुर यो त हामीले अघि पनि छलफल गरेका थियौँ म फेरि एकचोटि भनौँ ल अब्दुलजी अब्दुलजी हजुरलाई मैले अनम्युट गरेको छु हेलो सर, नमस्ते। नमस्ते नमस्ते सर, जसरी मेरो एउटा सानो प्रश्न, जसरी हजुर कुनै पनि जनप्रतिनिधिहरू अब जित्या छ जुन वर्षदेखि उम्, त्यो वर्षदेखि अब उहाँहरूको पर्सनल अकाउन्टको त्यो सूचना हामी हेर्न सक्छौँ कि सक्दैन? पर्सनल कि ब्याङ्क एकाउन्ट भन्न खोज्नु भएको हजुर, अब ब्याङ्क अकाउन्ट नै भनौँ। ल ल म त्यसमा पनि आउँला ओके योगेशजी योगेशजी म हजुरलाई अनम्युट गरेको छु हेर्नुहोस् न योगेश ओके योगेश थापा हजुर सर सर नमस्ते 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 सर यस्तो छ अब हामी भौगोलिक हिसाबमा चाहिँ टाढा भए तापनि जस्तै सूचना त हामी इमेलबाट माग्न सक्छौँ सर होइन अनि उम्, त्यो चाहिँ फेरि तपाईँले भन्नुभएको थियो कि दर्ता नम्बर चाहिन्छ भन्ने हो इमेलबाट माग्दाखेरि दर्ता नम्बर चाहिँ के कसरी के चाहिन्छ या चाहिँदैन के गर्नु पर्यो सर ए इमेलबाट माग्दाखेरिका विषय सोध्नु भयो होइन दर्ता नम्बर कसरी ल्याउने भन्ने कुरा हजुर ओके ओके त्यो पनि म आउँछु अरू सन्जुजी सन्जुजी हजुरलाई अनम्युट गरेँ मैले हेलो नमस्ते एभ्रिवान, मेरो नाम सन्जु राहुत अनि मेरो प्रश्न चाहिँ हाम्रो नेपालको संविधानमा चाहिँ यो राइट इन्फर्मेसन भनेर एउटा मौलिक हकको रूपमा चाहिँ ग्यारेन्टी गरेको छ र ल्याङ्ग्वेजलाई पनि सबै मदर टङलाई पनि एज अ के भन्छ नेसनल ल्याङ्ग्वेजको रूपमा नै राष्ट्रभाषा रिकगनाइज गरेको छ नि त राष्ट्रिय हजुर भाषाको रूपमा। उम्, उम्, तर इन्फर्मेसन पनि यो सबै किनकि सबै समुदायमा नेपाली भाषा नै बुझ्नुहुन्छ भन्ने छैन, एकदम अरू मदर टङहरू अरू ल्याङ्ग्वेज नै युज गर्नुहुन्छ। तर इन्फर्मेसन प्रायः जस्तो पब्लिस हुने भनेको नि प्रायः जस्तो नेपाली ल्याङ्ग्वेजमा हुन्छ। त्यसले गर्दाखेरि चाहिँ यो राइट टु इन्फर्मेसनको कुरामा बाधा अर्चन पनि आएको जस्तो लाग्छ मलाई चाहिँ। यसमा चाहिँ कसरी एड्रेस गर्न सकिन्छ, यसमा एक्सन चाहिँ के हुनसक्छ अर्को भनेको चाहिँ अब। ओके ओके ग्रेट ग्रेट क्वेसन अमरेशजी हेलो सर नमस्ते। नमस्ते नमस्ते सर मेरो नगरपालिकामा चाहिँ धेरै हस्पिटल खोलिसकेका छ, तर त्यो कुन जिल्ला हस्पिटलमा हो चाहिँ हजुर सर्लाही जिल्ला हो सर। सरलाई कहाँ सर्लाही हरिपूर्व नगरपालिका। कहाँ ल भन्नु त्यसमा हस्पिटल सरकारी हस्पिटल खोलिसकेका छ, त्यहाँ डक्टर नर्स कुनै पनि केही पनि राखेका छैन, आफ्नै मान्छे राखेर त्यहाँ चलाइराखेका छन् होइन। अनि गएर सोद्धाखेरि आउँछ अब भ्याकेन्सी खोला छ हामी भन्छन्, फेरि धेरै दिन भइसक्यो अहिलेसम्म भ्याकेन्सी खोला छैन। अनि फेरि पछि सोध्न जाँदाखेरि होइन कर्मचारी त नियुक्ति भइसकेका छ। अब त्यस्तो कुरा गर्दाखेरि त्यस्तो हामीले रिपोर्ट
कसरी माग्ने? त्यहाँ फेरि सूचना अधिकारी मान्छे नै छैन, मान्छे नै राखेको छैन, अनि होइन सबै कर्मचारीहरू यसमा भर्ना भइसकेका छन् भन्छ। भित्र जाँदाखेरि कुनै डक्टर नर्स कोही हुन्न, आफ्नै मान्छे गएर राखिराखेको हुन्छ। ओके ओके, ल तपाईँको एकदम प्र्याक्टिकल सल्युसनमा भन्छु। ल अरू कोही हुनुहुन्छ? अब हामी धेरै क्वेसन लिँदैनौँ अब। कोही 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 एकदम इम्पोर्टेन्ट केही छ? केही चार्टमा पनि लेख्नु भएको छ कि? म एकचोटि चार्टतिर पनि लाक्पाजी हुनुहुन्छ कि? लाक्पाजीलाई सुनौँ। हजुर लाक्पाजी, हजुरलाई मैले अनम्युट गरेको छु, बोल्नुहोस् न। हजुर नमस्ते सर, मेरो प्रश्न चाहिँ सामान्य नै छ, व्यावहारिक नै छ। के भने मेरो गाउँमा पनि यो रोड पिच भएको थियो, अनि यो हजुर रोड पिच हुँदाखेरि गाउँपालिकासँग गाउँपालिका र यो अब ठेका लिने दुई पक्ष बिच करार भएको हुन्छ। अनि यो करारमा चाहिँ सूचना यो यसको जवाफदेही चाहिँ के कसको कोसँग माग्नुपर्छ? जस्तै हजुरको गाउँपालिकालाई माग्ने हो कि यो नगर दोस्रो सडक पक्ष? बनाउने सम्बन्धमा करार कोसँग भयो? निर्माण व्यवसायीसँग? हजुर, ठेकापट्टा ए, लिने ओके एउटा कम्पनीसँग भयो, अनि पालिका हजुर र त्यहाँ अनि कुन चाहिँ पक्षसँग ओके कुन चाहिँ ओके, पक्षलाई त्यो माग्नुपर्छ? नगरपालिकाको सडक। हजुरको कुन जिल्ला हो? मेरो सिन्धुपाल्चोक। ए ओके ओके, सिन्धुपाल्चोक कहाँ? चौतारा? सिन्धुपाल्चोक लम्बू। ए ल हेर्लाम हजुर। ल ओके। त्यसपछि अरू मैले क्वेसन आए जस्तो मलाई लागेन। कुनै सूचनाको त छिटै पाउनु पर्ने हुन्छ नि सर, 3:30सम्म गर्ने भन्नु सोध्नुमा चाहिँ एकदम राम्रो बुझिएको छ, इन्ट्रेस्टिङ, नाइस, अल गुड र इन्फर्मेटिभ। ल रब्बी रक्की राजी भन्नुहोस् न। रक्की राजी, हजुरलाई मैले अनम्युट गरेको छु, हजुर बोल्न सक्नुहुन्छ। रक्की राजी। रक्की राजी, हजुरलाई मैले अनम्युट गरेको छु। नेताहरूको एकाउन्ट हेर्न मिल्छ मिल्दैन, सर यसको पिडिएफ सेयर गर्न मिल्छ कि मिल्दैन? ओके ओके, र भन्नुहोस् न। आवाज आएको छ रक्की सर, अ, रक्कीजीको। मेरो नाम राकिरा प्रभात चौधरी, घर मध्य प्रदेश, सप्तरी जिल्ला खटक नगरपालिका। हजुर म सूचनाको बारेमा के भन्छु भने सूचनाको हक कार्यान्वयन र चुनौती सम्बन्धी केही हामीलाई जानकारी गराइदिनुहुन्थ्यो भने अझै राम्रो हुन्थ्यो त्यो सम्बन्धी। किनभने सूचना माग्दाखेरि त हामीलाई सबै थोक त्यो बारेमा हामीलाई जानकारी हुन्छ, अनि मात्र सूचना हामी माग्न जाँदा त्यो अनि त्यो बुझेको हुन्छ अनि राम्रो हुन्छ माग्न जाँदा। हुन्छ नत्र हुन्छ, फेरि थ्याङ्क यू भन्छ थ्याङ्क यू, इमेल बुझेँ, फाइल हजुरको प्रश्न बुझेँ। ओके हुन्छ, ओके ओके ओके, हुन्छ। सङ्गमजी, सङ्गम गुप्ता। हजुर सर, सर मेरो क्वेसन चाहिँ सूचना नपाएमा नागरिकले के कसरी कानुनी कदम चल्न सक्छ? ओके, मैले त्यो पुरा प्रक्रिया पठाएको थिएँ त, हजुर पछि आउनुभयो क्या? अनि अलि अझै डिस्क्राइब गरिदिनु न। ल ल सेयर म गर्छु। ओके सागरजी, ल अब लास्ट गरौँ है। अब म सबको जवाब दिन्छु, लगभग प्रश्नहरू पनि इन्टरकनेक्टेड छन्। अब सागरजीको क्वेसन अन्तिम सुनौँ, अनि त्यसपछि म पालै पालो हजुरहरूको प्रश्न र उत्तरतिर जान्छु। सागरजी, ल हजुरलाई मैले बोल्न अनुमति दिएको छु। हेलो सर, नमस्ते। नमस्ते नमस्ते। सर हजुर, हाम्रो यो नगरपालिकामा चाहिँ ठुलो सडक निर्माणको ठेक्का भइरहेको छ। हजुर अनि यो हामीले चाहिँ सूचना जस्तै माग्यौँ भने चाहिँ जस्तै सडकको लम्बाइ, लागत, निर्माण अवधि, ठेकेदारको नाम, त्यस्तो सार्वजनिक गर्न मिल्ने विवरणहरू त उनीहरूले दिन्छन् होइन। तर त्यो व्यावसायिक गोप्यहरू जस्तै कच्चा पदार्थ खरिदको त्यो स्रोतहरू अनि मूल्य निर्धारणको त्यो सबै उनीहरूले दिँदैनन् क्या। त्यस्तो अवस्थामा चाहिँ हामीले चाहिँ त्यो उपलब्ध गराउने अनि गोप्य राख्ने त्यस्ता विषयहरू चाहिँ हामीले के अरे माग्न सक्छ कि सक्दैन, लुकाएर त्यसरी तिनीहरूले दिन्छन् अनि ओके भनेर ओके, नि। के कुरा गोप्य हुने के कुरा गोप्य नहुने पनि त्यो पनि म अहिले हजुरलाई भनिदिउँ ल। ल अब हामी एन्सरकोतिर जान्छु म। यो उत्सवजीले अहिले उठाइरहनु भएको छ, केही छ इम्पोर्टेन्ट भने सोध्नुहोस्, नयाँ छैन भने नसोध्नुहोस्। ल उत्सवजी तैँले मैले खोलेको छु। हस् सर, यो नेपालमा कहिलेकाहीँ रिनाउन पत्रिकाहरूले पनि गलत समाचार छापेको खण्डमा कुनै कानुनी व्यवस्था छ कि छैन, त्यसको कसरी ओके ओके, प्रतिवाद? फेक न्युज मिसइन्फर्मेसन लेख्यो भने के गर्ने भन्नु पर्ने हो? हजुर हजुर।
ए ठिक छ। ओके, थ्याङ्क यू। एकदम तपाईँहरूको क्वेसन्सहरू इन्ट्रेस्टिङ छ। मजाले कहीँ न कहीँ मैले बिएको अघिको क्लास पनि मजाले तपाईँहरूले सुन्नुभएको जस्तो छ। थुप्रै नयाँ कुराहरू पनि तपाईँहरूले सोध्नुभयो। म यो सबैको एन्सरतिर पालै पालो जान्छु। सबभन्दा अगाडि हाम्रो जय गुप्ताजीले अलिकति यो सूचनाको हक त हामीसँग कानुनमा यथेष्ट छ, तर पनि कार्यान्वयनको अवस्था ज्यादै कमजोर छ, फितलो छ भन्नुभयो। अब यसको पहिलो इम्पोर्टेन्ट कारण मलाई सोध्नुहुन्छ भने म के भन्छु भने इन्फर्मेसनको लिट्रेसी छैन हामीमा। सूचनाको हकको बारेमा साक्षरताको चरम अभाव छ नेपाली समाजमा। अब हामी पनि यहाँ छलफल गरेर बसेका छौँ, सूचनाको अधिकार माग्न पाइन्छ, सार्वजनिक निकायलाई सोध्न पाइन्छ भन्ने कुराको जानकारीकै अभाव हुनु चाहिँ एउटा ठुलो प्राइम प्रब्लम हो, पहिलो कुरा। दोस्रो कुरा, यो लेभलमा जुन पब्लिक इन्फर्मेसन मान्छेले माग्न पाउँछ भन्ने कुराको सोसाइटीमा पेनिट्रेसन हुनु पर्थ्यो, त्यो पेनिट्रेसन अझै पनि भएको छैन। यसकारण हाम्रो कम्युनिटीमा एक लेभलको अवेरनेसको पनि कमी हुनु सूचनाको अधिकार कार्यान्वयनको बाधक हो। तेस्रो अर्को फन्डामेन्टल कुरा हाम्रो कर्मचारीहरूको एटिट्युड पनि अर्को समस्या हो कि उहाँहरूले हामीले त सबै कुरा गोप्य रूपमा प्राइभेट तरिकाले गरिराख्नुपर्छ, हामीले किन अरूलाई भन्नु पर्यो आफ्नो कुरा भन्ने त्यो प्रकारको गलत मनोविज्ञान उहाँहरूलाई हाबी छ। सो त्यो मानसिकताको समस्या पनि हो। सो एउटा साइकोलोजीको प्रब्लम भयो, त्यो जुन कर्मचारी वृत्तिमा हाबी छ। दोस्रो अवेरनेस छैन। तेस्रो लिट्रेसी छैन। मैले आइडेन्टिफाई गरेका मेजर प्रब्लम्सहरू र अरू पनि थुप्रै हामीसँग सिस्टमेटिक प्रोसिड्युरल र ब्युरोक्रेटिक ह्यासल्सहरू छन्। अब त्यो एक एक तपाईँहरूले भन्न यहाँलाई मैले साध्य छैन, तर के बुझ्नुहोस्, सूचनाको अधिकारको कानुन यथेष्ट छ, कानुनले हामीलाई पुगेको छ। समस्या हाम्रो यी 3-4वटा लेभलमा छ। त्यसपछि देवेश महतोले चाहिँ सूचनाको हक सम्बन्धी ऐनको दफा 27मा जुन सूचनाको वर्गीकरणको विषय छ त्यसमा चाहिँ प्रश्न पारिदिनुहोस् भन्नुभएको छ। सूचनाको वर्गीकरण खासमा क्लासिफिकेसन अफ इन्फर्मेसन गर्नको लागि नेपाल सरकारको मुख्य सचिव भनेको जो नेपाल सरकारको एडमिनिस्ट्रेसनको फर्स्ट म्यान हुन्छ, उसको नेतृत्वमा एउटा समिति छ। अनि त्यो समितिले वर्षेनी रिभ्यू गर्छ, कुन सूचनालाई चाहिँ गोप्य राख्ने, कुन सूचनालाई दिन मिल्ने भनेर उसले अपडेट गरिराखेको हुन्छ, अद्यावधि गर्छ। जसरी कस्तो हुन्छ भने यसमा पोलिटिकल कलरहरू मिक्स भइरहन्छ कि। जस्तै सपोज ट्रान्जिसनल जस्टिस भन्ने हुन्छ नि, सङ्क्रमणकालीन न्याय। अब बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला उहाँले चाहिँ सङ्क्रमणकालीन न्यायसँग विषय सोध्न पाइँदैन भनेर एउटा सूचनाको वर्गीकरणको सिफारिस गर्नुभएको थियो। भनेपछि अलिकति मिसयुज भएको प्रोभिजन हो। अब बाबुराम भट्टराई हुँदाखेरि ट्रान्जिसनल जस्टिसको सूचना पाउन नपाउने, अरू केपी ओली माधव नेपाल हुँदाखेरि पाउने भने त हुँदैन नि त। सूचनाको अधिकार त जहिले पनि स्ट्रङ भएर उभिन्छ, त्यो जहिले पनि इस्टाब्लिस भएको हुन्छ, खम्बीर भइराखेको हुन्छ। अब यो चाहिँ पोलिटिकल कलर भएर सूचनाको वर्गीकरण गर्ने अभ्यास भएको छ। तर सुप्रिम कोर्टले गोपाल शिवकोटीको मुद्दामा अर्को डाक्टर रामकृष्ण तिमल सिन्हा निवेदक रहेको, जो अहिले नेसनल ल कलेजको चेयरपर्सन हुनुहुन्छ, उहाँ निवेदक रहेको मुद्दामा के भन्यो सुप्रिम कोर्टले भने सूचनाको वर्गीकरण जस्ट हुनुपर्छ, न्यायसङ्गत हुनुपर्छ। हाप्पाजाड मन लाग्दै यो सूचनामा दिन्न, अब मेरो पार्टी छ, मेरो पार्टीलाई अहिले फरक पार्छ भनेर क्लासिफाई गर्न मिल्दैन। सूचनाको वर्गीकरण रिजनेबल हुनुपर्छ, ऱ्यासनल हुनुपर्छ, जस्ट हुनुपर्छ। यो कुरा बुझ्नुहोस्। अब कुन दिन मिल्ने कुन दिन नमिल्ने यो अलिकति प्रशासनिक स्वविवेक भन्छ, एडमिनिस्ट्रेटिभ डिस्क्रिप्सनको कुरा पनि हो, तर त्यसमा यथेष्ट जस्ट लिमिटेसन लगाउन पाइन्छ। अब शिशिर तरुवाजीले चाहिँ सूचना त हामीले पायौँ, अब यो अथेन्टिक रहेछ कि रहेनछ भन्ने कसरी थाहा पाउने। अब यसको चाहिँ मसँग पनि उपाय छैन, हेर्नुहोस्। अब हामी चाहिँ बेनिफिट अफ डाउट चाहिँ त्यो कार्यालयलाई दिनुपर्छ। त्यो कार्यालयको कर्मचारीले साँचो भने होला भने अनुमान चाहिँ गरिदिनुपर्छ। अन्यथा प्रमाणित नभएसम्म ती कर्मचारीले सरकारी लेटर हेडमा त झुटो त नलेख्ला नि त, उसलाई पनि डर छ नि। जसरी उसको पनि त कोही प्रतिको एकाउन्टेबिलिटी होला नि, झुटो लेखेर किन बस्नु। अब केही बेमानी नै गर्न खोजे हो भने झुटो लेख्न सक्छ, त्यो सम्भावना पनि रहन्छ। अब अथेन्टिसिटी नाप्ने हामीसँग स्पेसिफिक कुनै हार्ड एन्ड फास्ट औजार चाहिँ केही पनि छैन साथीहरू। तर थप खोज्ने के गर्ने, त्यो विषयमा क्रस चेक गर्ने, अरू कोही व्यक्ति होला त्यही नगरपालिकामा काम गर्ने, उसलाई पनि सोध्ने, त्यही सूचना चाहिँ अरू व्यक्तिलाई रिक्वेस्ट गरेर उसलाई पनि माग्न लगाउने, अनि क्रस चेक गर्ने, क्रस भेरिफिकेसन गर्ने, अनि तपाईँले थाहा पाउनुहुन्छ यो अथेन्टिक छ कि छैन। तर के मान्नुहोस् भने उहाँहरूले कि त सूचना दिनु हुँदैन, दिन मन छैन भने दिनु नै हुँदैन। गलत सूचना दिने अभ्यास अलिक कमै छ है। त्यसपछि प्रवीण यादवजीले सोध्नुको लिमिटेसन के छ त, सूचनाको अधिकार सबै सोध्न पाइन्छ त। मैले अघि यसमा एउटा मेरो स्लाइडै थियो, म तपाईँहरूलाई त्यो स्लाइडहरू सेयर गर्छु हाम्रो
सरोज दाई मार्फत म त्यो सेयर गर्छु तपाईँहरूलाई। अ, अब यो सूचनाको अधिकारको यस्तो केही लिमिटेसनहरू छ। अब नेसनल इन्टिग्रिटी, सबरेनिटी, टेरिटोरियल इन्डिपेन्डेन्सको विरुद्धमा देशको नेसनल इन्ट्रेस्टलाई प्रभाव पार्न सक्ने खालको कुराहरू छ भने सोध्न पाउनु हुँदैन। अब नेपाललाई विभाजन गर्न मन लाग्यो, तिन चार टुक्रा गर्न मन लाग्यो, त्योसँग सम्बन्धित विषय सोध्न थाल्नुभयो भने रक्षा मन्त्रालयलाई, आर्मीलाई कतिपय सेन्सिटिभ कुराहरू सोध्न पाइँदैन। अब फलानु मन्त्रीको मुद्दा अदालतमा चल्दैछ, उहाँ त भिआइपी हो नि, उहाँको मुद्दाको बकपत्र के भयो, न्यायाधीशले के निर्णय गर्नुभयो, कतिपय कुराहरू प्राइभेटै हुन दिनुपर्छ कि, किनकि त्यसले न्याय सम्पादनको प्रक्रियालाई असर पार्छ नि त। सो त्यो कुराहरू तपाईँले सोध्न पाउनु हुँदैन। कतिपय ब्याङ्कका मौद्रिक नीतिका कुराहरू, कतिपय ट्रेड सेक्रेटहरू हुन्छ, व्यापारहरूको आफ्नै इन्टेलेक्चुअल प्रोपर्टीहरू हुन्छ, त्यो कुराहरू सोध्न पाउनु हुँदैन। त्यसपछि कानुन बमोजिम निजी सरकारका विषयहरू, ऋतिक यादव कुन स्कुल पढ्छ, के खान्छ, कति नम्बर ल्यायो, त्यो केही सुन्न पाउनु हुँदैन, किनकि ऋतिक यादवको त्यो पर्सनल इन्फर्मेसन भयो। सो व्यक्तिगत सूचना तपाईँले पाउनु हुँदैन। यो लिमिटेसनहरू छ है, यो हाम्रो ऐनमा स्पेसिफिक तोकिदिएको छ। अब यो जुन लिमिटेसन तोकेको छैन नि, बाँकी सबै पाइन्छ भन्नु पर्यो कि, रोकेको भन्दा बाहेक अरू सबै खुला छ। यो 5वटा बाटो चाहिँ रोकिदिएको छ, ब्लक गरिदिएको छ, बाँकी इभ्री बाटो चाहिँ पिचै छ, बुझ्नुहोस् कि, जहाँसम्म जान पाइन्छ, जसरी जानु नै पाइन्छ। अब अर्को हामीलाई अब्दुल रहमानजीले चाहिँ हाम्रो नेताको वडा अध्यक्षको होइन, मेयरहरूको पर्सनल ब्याङ्क एकाउन्ट जान्न पाइन्छ कि पाइँदैन। नेता हुँदैमा उसको पर्सनल लाइफ खतम हुन्छ भने हुँदैन नि। प्रोफेसनल लाइफ, प्रोफेसनल लाइफ एउटा कुरा हुन्छ, नगरपालिकाको ब्याङ्क खाता बरु खोज्नुहुन्छ भने बेला दिन सक्छ। अब एउटा मेयरको एउटा व्यक्ति हो, त्यो खोज्ने अख्तियारले हो। अब अख्तियारको ठाउँमा अब हामी आरटिआई एक्टिभिस्ट अख्तियारको पनि अधिकार क्षेत्र हामीले लिन मिल्दैन कि। अब हामीले चाहिँ उसको बाहिर उसले गरिरहेका ट्रान्जेक्सन्सहरू जान्न पाउँछौँ। अब उसको ब्याङ्कमा कति एमाउन्ट छ भन्ने हामीले माग्नै पर्दैन, उसले सम्पत्ति विवरण सार्वजनिक गरिहाल्छ नि। जस्तै हरेक कर्मचारीले वार्षिक रूपमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ। अस्ति नेपाल राष्ट्र ब्याङ्कको गभर्नर विश्वनाथ पौडेलले सार्वजनिक गर्नुभयो, मेरो यति सम्पत्ति छ भनेर, अथवा मन्त्रीहरूको सार्वजनिक भइरहेको हुन्छ। सो त्यहाँबाट पनि यो प्रोएक्टिभ डिस्क्लोजरको एप्रोचमा बढी जान्छ। यो चाहिँ सोच्न चाहिँ पाउनु हुँदैन। अब अहिले अहिले मिडियामा हाम्रो 2जना अभिनेत्री, गायिका, समीक्षा अधिकारी र अर्को एकजना को हुनुहुन्छ, म ठ्याक्कै मलाई नाम आएन, उहाँहरू पुरै आफूले अट्याक गरेका पर्सनल कमेन्ट्सहरू सबै प्रोफाइलै पोस्ट गरेर एलिना चौहान लगायतका केही कलाकारहरू अघि बढ्नु भएको छ। अब उहाँहरू होइन, उहाँ त सेलिब्रिटी हो, उहाँहरूको त प्रोफेसनल लाइफ मात्र हुन्छ, उहाँहरूको पब्लिक फिगर हो, उहाँहरूको बारेमा जे पनि लेख्न पाइन्छ भने पाउनुहुन्छ, पाउनु हुँदैन नि त। उहाँहरूलाई पनि पर्सनल अट्याक गर्न पाउनु हुँदैन कि। एलिना चौहानले गाएको गीत मन नपर्न सक्छ, तर एलिना चौहानको पर्सनल लाइफको अफेयर के रहेछ, उहाँको जीवनको घटना के रहेछ, त्यसमा तपाईँले कमेन्ट गर्न पाउनु हुँदैन कि, किनकि त्यो त उहाँको पर्सनल लाइफ हो नि। सो पर्सनल लाइफ र प्रोफेसनल लाइफ छुट्याउन जान्नुपर्छ साथीहरू। हरेक व्यक्तिको एउटा व्यावसायिक जीवन हुन्छ, एउटा निजी जीवन हुन्छ। निजी र व्यावसायिक जीवनको बिचमा चेन्ज, हामी त्यो परिवर्तन हामीले बुझ्नुपर्छ। मैले यहाँ इस्टाब्लिस गर्न खोजेको कुरा के हो भने, राइट टु इन्फर्मेसन इज ओन्ली एप्लिकेबल, मे बी एप्लिकेबल इन कोर्स अफ प्रोफेसनल प्याटर्न अफ लाइफ। पर्सनल प्याटर्न अफ लाइफमा यो लाग्दैन, काम लाग्दैन एकदम। शिशिरजीले एब्सोल्युटली लेख्नु भएको छ। हस्, थ्याङ्क यू। अब अर्को योगेशजीले सोध्नु भएको थियो, इमेलबाट सोध्नु, मैले सूचना मागेँ अरे, इमेलबाट सोच्दाखेरि, इमेलबाट सोद्धाखेरि दर्ता नम्बर कहाँबाट ल्याउने? बडा राम्रो क्वेसन थियो। अब हामी चाहिँ के गर्ने गरेका छौँ भने, म आजको मितिसम्म म कम्तीमा पनि नेपालको विभिन्न सरकारी निकायहरूबाट 200 देखि बढी म इन्फर्मेसनहरू मागेको छु, म पाएको पनि छु। अनि कुनै पनि मन्त्रालय बाँकी छैन जहाँ मैले सूचना मागेको छैन। मन्त्रालय यहीँबाट बसेर म दैलेको सिडिओबाट मागेको छु, यहीँबाट बसेर म जाजरकोटको सिडिओबाट मागेको छु, यहीँबाट बसेर सल्यानको सिडिओबाट पनि मैले सूचना मागेको छु। फोनबाट कुरा गर्थेँ, इमेल तपाईँलाई सर पठाइदिएको छु, दर्ता नम्बर दिनुहोस्, अनि उहाँहरूले फोनबाटै मलाई दर्ता नम्बर पनि दिनुहुन्थ्यो, अनि मैले आफ्नै कागजमा दर्ता नम्बर लेख्न पाउँथेँ कि, त्यो गरिदिनुहुन्छ उहाँहरूले, कोअपरेट गर्नुहुन्थ्यो। त्यो बेला एकजना के हमाल भन्ने हुनुहुन्थ्यो त्यहाँ दैलेको सिडिओ, पछि उहाँ सहसचिव सचिव के हुनुभयो, गोगेन्द्र बहादुर हमाल भन्ने, अहिले विभागतिर आउनुभएको छ। अनि कोअपरेट गर्ने कर्मचारीहरू छन् भने गर्नुहुन्छ। अब केही कर्मचारीहरूको त अब नियत तपाईँहरूलाई थाहा भएकै कुरा हो। हजुरले आरटिआई एक्टिभिस्ट भनेर पटक पटक इन्फर्म गरिराख्नु भएको छ, यो बारे जानकारी लिने अनि जानकारी दिने या केही कोर्स हुन्छ कि लको विद्यार्थीहरूले मात्र पाउने हो कि जुनसुकै क्षेत्रमा रहेर विद्यार्थीहरू एक्टिभिस्ट भयो? एकदम ग्रेट क्वेसन सविताजी। यो लको विद्यार्थीले मात्र पाउने होइन। यो
आरटिआई एक्टिभिस्ट जो पनि हुन पाउँछ। मैले अघि पनि भनेको छु, इकोनोमिक्स पढ्नुहोस्, एजुकेसन पढ्नुहोस्, डक्टर पढ्नुहोस्, आरटिआई एक्टिभिस्ट जसुकै हुन पाउँछ। ल मात्र पढ्नु पर्दैन साथीहरू। ल पढेर वकिल हुने होला, न्यायाधीश हुने होला। आरटिआई एक्टिभिस्ट जसले नि पढ्न, जसले नि गर्न पाउँछ, जसले नि आरटिआई माग्न पाउँछ। क्लियर हुनुहोस्। यो भनेको हाम्रो मात्र बिजनेस होइन, यो वकिलहरूको मात्र बिजनेस होइन साथीहरू, सबैको बिजनेस हो यो। यसकारण त तपाईँहरू विभिन्न क्षेत्रका युवाहरूलाई सिकाइरहेको छ नि यो कुरा त। यो त हामीले वकिललाई पिक गरेर होइन, ल डिग्री भएका मात्र आउनु त भने छैन होला। यो सबलाई चाहिन्छ। अब इमेलबाट माग्नु सबभन्दा अब प्रविधि मैत्री हुन्छ। अब हामीले अलिकति क्लाइमेट एक्सनमा पनि हाम्रो संस्थाले काम गर्ने भएको कारणले सकभर यो पेपर वेस्ट नगरौँ, प्रविधि प्रयोग गरौँ होइन। अहिले ई जस्टिसको कुरा आइरहेछ, ई गभर्नेन्सको कुराहरू आइरहेछ, विद्युतीय शासनको अभ्यास सुरु भइराखेको छ। सो यो अवस्थामा तपाईँले इमेलबाट माग्न सक्नुहुन्छ। तर मेरो सुझाव के छ भने इमेलबाट सूचना पठाइदिनुहोस्, त्यही स्क्यान गरेर अथवा पिडिएफ बनाएर एकचोटि सूचना अधिकारीलाई फोन गर्नुहोस्। सर म फ्लानो बोलेको, हजुरको यो इमेलमा मैले सूचना मागेको छु, सरले उपलब्ध गराइदिनु होला भने एकचोटि फोन गर्नुहोस्। सँगै सर मलाई दर्ता नम्बर पनि उपलब्ध गराइदिनुहोस् भन्नुहोस्। अनि त्यसपछि उहाँले इमेलबाटै पठाउनुहुन्छ। मैले लगभग 40-50 सूचना, काठमाडौँ महानगरपालिकाको सूचना, कृषि पशुपन्छी मन्त्रालयको सूचना मैले थुप्रै कोभिडको बेलामा इमेलबाट पाएको हो। म आरटिआईमा लागेको, एक्टिभिजमा लागेको चाहिँ कोभिडको बेला त्यो पिक आवरमा थियो। धेरै सुप्रिम कोर्टको आदेशहरू कार्यान्वयन भयो भएन मैले सोधेर बस्थेँ होइन। अनि मलाई ठेली ठेली त्यो 40-50 पेजको पिडिएफ बनाएर त्यहाँ काठमाडौँ महानगरको प्रशासन प्रमुखहरूलाई पठाउँथेँ। त्यो सबै मसँग इमेलमै छ। भनेपछि इमेलबाट पनि पाउनुहुन्छ। यो अफिसै दौड्नुपर्छ भन्ने छैन साथीहरू। त्यसपछि अर्को हाम्रो सन्जु राउत साथीले चाहिँ यो पनि मलाई प्राय राम्रो क्वेसन लागेको थियो। नेपालमा त बोल्ने सबै भाषा राष्ट्रभाषा हो, संविधानले स्वीकारेको कुरा हो। अनि नेपालीमा मात्र सूचना माग्ने त अरू भाषामा सूचना दिन कर लाग्छ कि लाग्दैन, राम्रो कुरा सोध्नु भएको थियो। अब तपाईँहरूलाई थाहा छ, भाषा आयोगको सिफारिसमा नेपालको संविधानमा पनि भनेको छ प्रदेशले एक वा एकभन्दा बढी बहुसङ्ख्यक भाषालाई आफ्नो प्रदेशको कामकाज भाषा बनाउन सक्छ भनेको छ। काठमाडौँमा तामाङ र नेवार भाषा बागमती प्रदेशको भाषा भइसकेको छ। तपाईँहरूले कति लेटर हेडमा हेर्नु भएको छ, नेपाल सम्मत पनि लेख्छ, त्यो नेवारी भाषा पनि लेख्न थालेको छ। उता मधेसमा हिन्दी र मैथिली भाषालाई राष्ट्रभाषा बनाउनुपर्छ भनेर सिफारिस भएको अवस्था छ। सरकारले पनि त्यही हिसाबले त्यसलाई अनुमोदन पनि गर्यो। अब यो कुरा तत्कालै त गइहाल्दैन साथीहरू, टाइम लाग्छ, ट्रान्जिसन छ। तर भोलिको समयमा यी राष्ट्रभाषाहरू सरकारी कामकाजको भाषा भइहाल्यो भने यो जाबो आरटिआई एप्लिकेसन किन नहुने, यो पनि हुन्छ त्यसकै बाटो त हो नि। सो अलिकति अहिले समय लाग्छ। तर बिस्तारै जुन प्रदेशमा, जुन क्षेत्रमा जुन भाषा बोल्ने सङ्ख्याको जनसङ्ख्या बढी छ त्यही भाषामा उहाँहरूले आरटिआई माग्ने, त्यही भाषामा उहाँहरूले आरटिआई प्राप्त गर्ने, त्यो हक अधिकार सुनिश्चित हुन्छ। यसमा हामीले अलिकति यसमा चाहिँ हामी वेट गर्नुपर्ने अवस्था छ साथीहरू। यो चाहिँ एकदम हुनुपर्छ, म पनि मान्छु। यसमा मेरो पर्सनल कन्भिक्सन के हो भने नेपाली भाषा होला 40-42% जनताको भाषा हो। तर नेपाली भाषा नबोल्ने, अरू भाषा बुझ्ने, अरू भाषा बोल्ने भाषी पनि यो देशमा बहुसङ्ख्यक छन्। ती भाषीहरूले पनि आफ्नो भाषामा आरटिआई पाउनुपर्छ। भाषा मात्र मानव अधिकार कार्यान्वयनको ब्यारियर बन्नु हुँदैन साथीहरू। अब अमरेशजी सरलाईबाट सोध्नुभयो, मेरो गाउँको हस्पिटल छ, हस्पिटलमा न त डक्टर बस्छ न त नर्स बस्छ, अब म के गर्ने होला भन्नुभयो। न त सूचना अधिकारी नै छैन भन्नुभयो। कोही एकजना कार्यालय प्रमुख त होला नि, त्यो नगरपालिकाको हस्पिटलको एकजना अब इन्चार्ज त होला नि, एचए होला अथवा एमबिबिएस डक्टर होला। त्यही मान्छेले गएर यो सोध्नुहोस् न, के सोध्नु मन लाग्छ तपाईँलाई? किन नर्स छैन, किन नर्स यो टाइममा बस्दैन, यो सेवा सुविधा किन यति कमजोर छ? तपाईँले त डक्टरलाई यही आरटिआईको फर्मुला एकचोटि सोध्नुहोस्, अनि डक्टर साहब यसलाई दर्ता गर्नुहोस् भन्नुहोस्। त्यसपछि उनले गरेन भने मलाई भन्नु होला, तपाईँलाई बरु म सघाउला, काठमाडौँ आउनुहोस्, राष्ट्रिय सूचना आयोगमा म तपाईँ मिलेर पुनरावेदन दर्ता गर्नु गरौँला। यसरी गर्नुहोस् है साथी। त्यहाँ जानुहोस्, कार्यालय प्रमुखलाई उजुरी दिनुहोस्, सूचना अधिकारी नै छैन, यो मलाई सूचना चाहियो भन्नुहोस्। दिनु भएन भने काठमाडौँ आउनुहोस्, म तपाईँलाई सहयोग गर्छु। अनि राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गर्ने। त्यहाँ यदि हामी हार्यौँ भने, यदि आवश्यक छ भने, त्यो मैले ग्राभिटी बुझ्नुपर्छ, मुद्दाको तथ्य बुझ्नुपर्छ, सुप्रिम उच्च अदालतमा गएर मुद्दै हालौँला है। त्यसपछि अर्को हाम्रो अमरेशजीको भयो। लाक्पाजीले सोध्नुभयो, सिन्धुपाल्चोकबाट उहाँको प्रश्न थियो। उहाँ चाहिँ बाटोको निर्माण भएको छ, सूचनाको अधिकार कसलाई सोध्ने, कन्ट्र्याक्टरलाई सोध्ने कि नगरपालिकालाई सोध्ने? अब तपाईँको के हुन्छ भने कतिको तपाईँले ध्यान दिनुभएको छ, यो आयोजनासँग सम्बन्धित बोर्डै टाल्या हुन्छ नि। त्यहाँ यो आयोजना यति वर्षमा सक्ने, यो आयोजनाको अनुमानित लागत यति हो, यति प्रतिशत काम सकिसक्यो भनेर एउटा बोर्डै टाङ्या हुन्छ। त्यो के हो? प्रोएक्टिभ डिस्क्लोजर हो साथीहरू। तपाईँले सोध्नै नपरोस्, त्यहाँ स्पष्ट भनिदिएको हुन्छ नि, यति उपभोक्ता समितिबाट बनेको छ, यति करोडको बजेट रहेछ, यति आर्थिक वर्षसम्म सक्नुपर्ने रहेछ, सबै कुरा त्यहाँ खुलाएको हुन्छ।
त्योभन्दा बाहेक तपाईँलाई त्यहाँ प्रयोग भइराखेको सिमेन्टको क्वालिटी के छ, त्यहाँ प्रयोग भइराखेको ढुङ्गाको क्वालिटी के छ, तपाईँले जान्न मन लाग्यो भने जान्न पाउनुहुन्छ। नगरपालिकालाई लेखे पनि हुन्छ, नगरपालिका पनि सार्वजनिक निकाय हो, त्यो कन्ट्र्याक्टर पनि त्यही सरकारको पैसामा काम गरिराखेको हो, त्यसलाई कोही अरू तेस्रो पक्षले पैसा दिएको छैन, उसलाई पनि सोध्न पाउनुहुन्छ। अब तपाईँलाई दुइटा अप्सन छ भने म सजेस्ट गर्छु नगरपालिकालाई सोध्नुहोस्। नगरपालिका अलिक बढी जिम्मेवार हुनुपर्छ, अलिक बढी रिस्पोन्सिबल हो, तपाईँको आफ्नो घरको सरकार हो त्यो। अर्को सन् सन् सञ्जम गुप्ता सङ्गम गुप्ताजीले सोध्नु भएको थियो सूचना नपाएमा के गर्ने होइन। सूचना नपाएमा मैले प्रक्रिया भनेको चाहिँ सूचना अधिकारीलाई सूचना माग्ने हो, उहाँले दिनु भएन भने कार्यालय प्रमुखमा जाने, कार्यालय प्रमुखले पनि दिनु भएन भने राष्ट्रिय सूचना आयोगमा काठमाडौँ आउने, त्यहाँ पनि भएन भने उच्च अदालत जाने, सिम्पल। अर्को सागर बरुवालजीले सोध्नुभयो सडकको विषयमा, उहाँको प्रश्न हाम्रो उहाँ लाक्पाजीको प्रश्नसँग मिल्छ, लगभग त्यही उत्तर हो। नगरपालिका कहाँ जानुहोस्, कन्ट्राक्टर कहाँ जानुहोस्। अर्को हाम्रो राखजीले सोध्नुभएको थियो, रक्की कि राखी कि म नाममा बिर्सिरहेको छु, रक्की राज प्रभातजीले सोध्नुभएको थियो। चुनौती त छ, एकदम धेरै चुनौती छ। अब सूचनाको अधिकार कागज र सिद्धान्तमा जति स्ट्रङ देखिएको छ, व्यवहारको तहमा ज्यादै कमजोर छ। अब यसको चुनौती सामना कसरी गर्ने? चुनौती सामना गर्नको लागि यस्तै मैले तपाईँलाई सिकाए जस्तो तपाईँहरू अरूलाई सिकाउने एउटा कुरा, नेसनल पेनिट्रेसन गर्ने। हामीले राष्ट्रिय युवा सम्मेलनबाट, यो नेसनल नेपाल युथ काउन्सिल संस्थाबाट आरटिआईलाई एकदम प्राइम, एकदम हाम्रो एउटा ठुलो एम्बिसनको रूपमा यसलाई बनाएका छौँ। यो क्षेत्रमा हामीले युवाहरूलाई सिकाउनुपर्छ, यो एकदम इफेक्टिभ साबित भएको कुरा हो। यसकारण हामीले जसरी मिसन चलाइरहेछौँ, अरू पनि राज्यका साझेदार निकायहरूले आरटिआईको बारेमा बोल्न थाल्नुपर्छ, सिकाउन थाल्नुपर्छ। यी देशका कानुन पढेका, ल पढेका साथीहरूले ल नपढेकालाई सिकाउनुपर्छ। यसरी त हुने हो नि। नलेजको एक्सचेन्ज हुनुपर्छ साथीहरू, बहस छलफल हुनुपर्छ, अदालत एक्टिभ हुनुपर्छ, हाम्रो दिमाग पनि एक्टिभ हुनुपर्छ। हामी युवा उमेरले भएर मात्र हुँदैन साथीहरू, हाम्रो व्यवहार युवा हुनुपर्छ, हाम्रो सोचाइ युवा हुनुपर्छ। यस हिसाबले त्यतातिर पनि ध्यान दिनु होला। त्यसपछि हाम्रो उत्सवजीले सोध्नु भएको थियो लास्ट क्वेसन। उत्सवजीले चाहिँ फेक इन्फर्मेसन अहिले हेडलाइन ठुल्ठुला मिडियामा पनि मिसइन्फर्मेसन, डिसइन्फर्मेसन, फेक न्युजहरू आउन थाल्यो। यसको रिमेडी के हो भनेर सोध्नु भएको छ। अब मिसइन्फर्मेसन, डिसइन्फर्मेसन फैलाउने काम यदि सञ्चार माध्यमले गरिराखेको छ भने उहाँहरूलाई नियमन गर्ने निकाय प्रेस काउन्सिल भन्ने छ एउटा, सिनाम मङ्गल काठमाडौँमा छ। प्रेस काउन्सिलमा गएर तपाईँहरू उजुरी दिनु होला। त्यहाँ अब त्यो उजुरी सामान्य ठाडो उजुरी लेखे पनि हुन्छ, त्यसको म बरु अरू क्लास, अरू कुनै दिन तपाईँहरूलाई पढाउँला त्यो कसरी लेख्ने प्रेस काउन्सिलमा उजुरी। अहिले पछिल्लो युट्युब मिडियाहरूले जसरी जे पाए त्यो यो भ्युवरसिपको लागि गरिरहेछ नि, अहिले जुन एक हिसाबको अनैतिक धन्दा गरिरहेछ यो अनलाइन युट्युब मिडियाहरूले, तिनीहरूको विरुद्धमा उपचार खोज्नु पर्यो भने तपाईँ जाने निकाय भनेको प्रेस काउन्सिल हो। प्रेस काउन्सिल कहाँ छ? काठमाडौँमा छ। प्रेस काउन्सिलको हुन त अहिले प्रादेशिक स्तरमा पनि विभिन्न प्रदेशहरूले प्रदेशकै आम सञ्चार हेर्ने निकायहरू गठन गरेको छ, त्यहाँ पनि जान पाउनुहुन्छ। सो यसको रिमेडी भनेको त्यो निकायमा गएर उजुरी गर्ने, त्यो निकायले इन्भेस्टिगेसन गर्छ र यदि त्यो मिडिया सामग्री गलत रहेछ भने त्यसलाई हटाउन निर्देश गर्छ, अथवा कारवाही गर्नुपर्ने भने कारवाही गर्छ। त्यस्तो धेरै भइराखेको हुन्छ। ओके, सो विथ दिस म तपाईँहरूले भन्नुभएको लगभग सबै प्रश्नहरू मैले दिन कोसिस गरेको छु। म एकचोटि सर्वप्रथम चार्टमा हेर्छु। चार्टमा चाहिँ साथीहरूले यहाँ फर्मेट पनि लेखिदिनु भएको छ, कतिले त्यहाँ हेर्नु होला। दुईटै निवेदनको पिडिएफ दिनु म दिन्छु। भौतिक र अनलाइनको माध्यमबाट सूचना माग्दा किन फरक व्यवहार गरिन्छ? सबै निकाय समक्ष भौतिकमा पुग्न नसक्ने सन्दर्भमा अनलाइनबाट माग्ने सूचनामा जवाबदिता किन कम छ? अब यो किन कम छ? किनकि अब हाम्रो पुस्ताले चाहिँ ई गभर्नेन्सलाई पत्याएको छैन। हाम्रोभन्दा अघिल्लो पुस्ताहरूले, बुढो पुस्ताहरूले, उहाँहरूले प्रविधिलाई पत्याउनु हुँदैन। प्रविधि भनेको सामाजिक सञ्जाल हो मात्र ठान्नु भएको छ उहाँहरूले। प्रविधि भनेको टिकटक, फेसबुकको मात्र ठान्नु भएको छ। प्रविधि भनेको त यो पनि हो नि, उहाँहरूलाई मागेको सूचना अनलाइनबाट फिर्ता गर्ने कुरा पनि प्रविधि हो। त्यो कुराको एहसास नभएको कारणले त्यो तपाईँले भनेको कुरा जवाबदेहितामा डिफरेन्स छ भन्ने मलाई लाग्छ है। ग्रेट सेसन भन्नुभएको छ, थ्याङ्क यू सर भन्नुभएको छ। सरी फर द लेट जोइन। ओके, हेलो सर, यस सर, एब्सोल्युटली थ्याङ्क यू सर। हजुरले आटे एक्टिभिस्ट भनेर पटक पटक इन्फर्म गरिरहनु भएको छ, ल पढ्ने सुन्नुभएको थियो। फरेन कन्ट्रीको गभर्मेन्टले कुनै करप्सनसँग रिलेटेड इन्भेस्टिगेसन प्रोसेस छ, नेपालको ब्याङ्कमा वर्क कुनै गर्ने कुनै इम्प्लोइको एकाउन्टको डिटेल माग्न मिल्छ वा मिल्दैन? तपाईँले मिल्न पाउनु हुँदैन है। कुनै व्यक्तिको ब्याङ्क खाता के छ भनेर कहाँ दिन्छ हो? ब्याङ्कमा दिँदैन नि। बरु मेरो जस्तै ऋतिक यादवले गएर मेरो नोबेल ब्याङ्कमा खाता छ, ग्लोबल ब्याङ्कमा खाता छ, अर्को मेरो एनआइसी एसियामा खाता छ, म त्यहाँ गएर मेरो खाता नम्बर कति छ, मेरो डिमेट एकाउन्ट कति छ मैले सोध्न पाउँछु, मेरो ब्याङ्कमा कति एकाउन्ट छ त्यो पनि मैले सोध्न पाउँछु। तर ऋतिक यादवले गएर
सङ्गम गुप्ताजीको एकाउन्टमा कति छ, उत्सव केसीजीको एकाउन्टमा कति छ भनेर पाउनु हुँदैन है। यो मैले अघि पनि तपाईँलाई भनेको छु, पर्सनल राइट टु इन्फर्मेसनभित्र प्राइभेसी पनि लुकेको छ। प्राइभेट इन्फर्मेसन्सहरू त्यो एम्बिटमा त्यो क्षेत्रमा प्रवेश गर्न मिल्दैन भनेको छु। सर कुनै अफिसमा सूचना नर्मल पिपललाई दिएन भने कारवाही गर्न सकिन्छ कि नै म्युनिसिपालिटीलाई? मजाले गर्न सकिन्छ। सबभन्दा पहिला सूचना अधिकारीले दिएन भने कार्यालय प्रमुखलाई किन गएको हो? सूचना अधिकारीलाई कारवाही गर भन्नको लागि त गएको हो नि। अनि त्यसलाई विभागीय कारवाही हुन्छ, भोलि उसको सर्वबढमा रोकिन्छ अनि उसलाई गाह्रो पर्छ नि त। कार्यालय प्रमुखले दिएन भने उच्च अदालत के अरे हामी राष्ट्रिय सूचना आयोग जान्छौँ, त्यसले पनि कारवाही गर्छ। त्यहाँ पनि भएन भने उच्च अदालत जान्छौँ, कारवाही हुन्छ, ढुक्क हुन्छ, भइरहेको हुन्छ। तर हामीलाई मतलब छैन, हामीलाई विश्वास लाग्दैन कानुनमा। कानुनलाई पत्याएर हेर्नुहोस् न साथीहरू, यो सबै एक्टिभ हुन्छ, सबै काम गर्छ, कानुनका धाराहरू चल्न थाल्छन्। भेरी इन्फर्मेटिभ। हामी एज अ कुनै क्लब र अर्गनाइजेसन यस्तै सेसन कन्डक्ट गर्न चाहन्छौँ भने हजुरलाई कन्ट्याक्ट कसरी गर्न सकिन्छ? अब करिना तिमल सिन्हाजीले अब मलाई तपाईँहरूले एनवाइसी मार्फत पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अब मसँग अब इन्डिपेन्डेन्ट केही क्लासहरू लिन चाहनुहुन्छ भने म एभाइलेबल भएको बेला लिन सक्नुहुन्छ। म इमेल आइडी यहाँ आफ्नो तपाईँहरूको यो इमेल आइडी म यहाँ च्याट बक्सहरूमा छोडिदिन्छु, त्यहाँबाट मलाई कन्ट्याक्ट गर्नु होला नि है। सोसियल मिडिया फेक न्युजको पनि एउटा मिटिङ राख्न सके राम्रो हुन्थ्यो सर। एकदम एकदम गर्नुपर्छ सर। यसमा कोअर्डिनेट सरले सरोज दाईले कोअर्डिनेट गर्नुभयो भने म यसमा गर्न सक्छु। एउटा लास्ट क्वेसन गर्न मिल्छ सर? अब नगरौँ है, एकदम जानकारीमूलक भयो सर। सर एलआरए सर युआर ल स्टुडेन्ट भन्नुभएको छ, तपाईँ ल स्टुडेन्ट हो र? हो, म लकै मास्टर्सको काठमाडौँ स्कुल अफ लमा म पढ्छु। अहिले मास्टर्स डिग्रीको फर्स्ट इयरको विद्यार्थी हो सर। सर पिडिएफ सेन्ड गरिदिनु हुन्छ। हस्, थ्याङ्क यू सो मच है साथीहरू, एकदम मजाले इङ्गेजिङ डिस्कसन भयो। तपाईँहरूको क्वेसन्सहरू आयो। म्युचुअल लिगल एसिस्टेन्सको थ्रु इन्फर्मेसन लग्न मिल्छ कि नै ब्याङ्क, अब यो अलिकति फरक कुरा हो है। एमएलएको कुराहरू हामीले यसमा यो एमएलए एक्टै छ हामीसँग, त्यसको बारेमा अलिकति यो टेक्निकल कुरा हुन्छ, त्यो अहिले यहाँ नगरौँ। थ्याङ्क यू सो मच सर। हस्, थ्याङ्क यू सर। अब म यो फ्लोर चाहिँ हाम्रो श्रद्धेय हाम्रो प्रेसिडेन्ट सरोज दाईलाई म दिन्छु। थ्याङ्क यू सो मच सरोज दाई फर दिस अपर्च्युनिटी। अल्सो हाम्रो सबै साथीहरूले एकदम मिनिङफुल पार्टिसिपेसन रह्यो, उहाँहरूले क्लास पनि मजाले इन्जोय गर्नुभएको छ। सबैलाई धन्यवाद। ल, नमस्ते। हस्, थ्याङ्क यू सो मच ऋतिक यादवज्यूलाई। निकै महत्त्वपूर्ण, कम्प्रिहेन्सिभ, एकदम चाहिँ सरल र एउटा चाहिँ इनडेप्थमा एउटा प्रेजेन्टेसन गरेर विशेष गरी सूचनाको अधिकार युवा सशक्तिकरणको आधार भन्ने विषयमा रहेर कसरी चाहिँ आफ्नै आरटिआईको प्रयोग गर्न सकिन्छ, संविधानको मौलिक हक अन्तर्गतको अधिकारलाई प्रयोग गर्ने विधि प्रक्रिया र प्रोसिडियर, कस्ता कस्ता सूचना माग्न सकिन्छ, कस्ता कस्ता माग्न सकिन्न, कानुनी त्यसका प्रावधान अल्झनहरू र कानुनी प्रोसेस प्रक्रियाहरू के छन् भन्ने विषयमा निकै महत्त्वपूर्ण प्रेजेन्टेसन गर्नुभएकोमा एकचोटि ऋतिक यादवज्यूलाई सम्पूर्ण सहभागीहरूले एकपटक जो उहाँहरूलाई तपाईँहरूले चाहिँ एकचोटि एकदम थ्याङ्क यू भन्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। र यसरी यो आज हामी सेकेन्ड सेसनमा छौँ। अब हामी पर्सि चाहिँ स्याटरडे फेरि बेलुका 8 बजे एआई हो, आर्टिफिसियल इन्टेलिजेन्स, अहिलेका डिजिटल एउटा टेक्नोलोजीका कुराहरूलाई अलिक बढी प्राथमिकतामा राखेर हामीले अर्को नयाँ सेसनको प्लान गरेका छौँ। त्यो जानकारी सोसियल मिडियामा पनि गरिसकेका छौँ र फेरि तपाईँलाई इमेल पनि पठाउनेछौँ। सँगै मिसइन्फर्मेसन डिसइन्फर्मेसनदेखिबाट मेन्टल हेल्थका कुराहरूदेखि स्टार्टअप इनोभेसनका कुराहरू विभिन्न सेसनहरू हाम्रो प्रि कन्फरेन्स, यो प्रि कन्फरेन्स अगाडि हुने सेसनहरू रहेको छ। यो सेसनको चाहिँ बिस्तारै तपाईँले सामाजिक सञ्जालबाट थाहा पाउनु नै हुनेछ। एकपल्ट थ्याङ्क यू सो मच ऋतिक यादवजी, किनभने निकै महत्त्वपूर्ण, मैले पनि धेरै कुराहरू सिक्ने अवसर प्राप्त गरेँ र पक्कै पनि उहाँले पठाउनु भएको पिडिएफलाई म तपाईँहरूको इमेलमा पठाइने छु र त्यहाँ इमेलबाट तपाईँहरूले पनि आफ्नो गर्नुहोला, चाहिँ जानकारी लिनुहोला। थ्याङ्क यू सो मच। शुभरात्रि। र शनिबार हामी फेरि बेलुका आर्टिफिसियल इन्टेलिजेन्स, एआई र डिजिटल टेक्नोलोजीको विषयमा हामी प्रेजेन्टेसनको लागि सेयरिङ सेसनलाई जोइन हुन्छौँ। थ्याङ्क यू सो मच।